यस सर। स्टार्ट गरिदिउँ है। त्यसले केही बेर कमेन्टबाट केही सोध्नु छ भने सोध्ने है। ओके, हिजो हामीले केही क्वेशन्सहरु गरेका थियौं है र एउटा क्वेशनको लिंक अर्कोसित कसरी निकाल्ने, प्रोजेक्टाइलसम्म कसरी जाने त्यसको बारेमा हामीले पढेका थियौं है। आज पनि फर्स्टमा केही क्वेशन्सहरु नै म दिन्छु अनि यो क्वेशन्सहरु सल्भ गरेपछि फेरि केही कन्सेप्टहरु हामी डिल गर्छौं अनि त्यो कन्सेप्टमा क्लियर भइसकेपछि त्यो कन्सेप्टसित रिलेटेड केही क्वेशन्सहरु म ल्याउँछु। हेर, यो एउटा क्वेशन छ, जस्तै यो मोड्युलमा दिएको क्वेशन हो है। म यो डाइरेक्ट फिगर कोरेर क्वेशन सोधिदिन्छु। मोड्युलमा चाहिँ एउटा प्याराग्राफ जति नै लेखिया छ यो क्वेशन। अब तर त्यो क्वेशनलाई म फिगरबाट बुझाइदिन्छु, त्यसपछि म सल्भ गर्छु है, केही प्रब्लम पर्दैन। जस्तै हेर, यो सर्टेन हाइटको एउटा टावर छ ल, दिस इज एच हाइट टावर। एकदम ध्यान दिएर सुन्ने हो। दिस इज ग्राउन्ड सर्फेस र यो टप अफ द टावरबाट तीनटा स्टोनलाई तीन तरिकाले फालेको छ। तीनटा स्टोनलाई टप अफ द टावरबाट तीनटा स्टोनलाई प्रोजेक्ट गर्यो र तीनटा अलग अलग वेमा फालेको छ है। त म यहाँ सजिलोको लागि के गर्छु, यो ग्राउन्ड सर्फेससित एउटा प्यारलल लाइन यहाँ स्केच गर्दिन्छु, क्याल्कुलेसन गर्न सजिलो हुन्छ हामीलाई। अब यो प्यारलल लाइन हामी आफैले गरेको हो है, क्वेशनमा यसको बारेमा के भनेको छैन। त क्वेशनको फर्स्ट कन्डिसन के छ भने यो टप अफ द टावरबाट एउटा अब्जेक्टलाई फर्स्ट स्टोनलाई भर्टिकली अपवर्ड डाइरेक्सनमा फाल्यो। टप अफ द टावरबाट तीनटा स्टोन छ, फर्स्ट, सेकेन्ड एन्ड थर्ड। त फर्स्ट स्टोनलाई के गर्यो, भर्टिकली अपवर्ड डाइरेक्सनमा प्रोजेक्ट गरिदियो। त ओके, त फर्स्ट स्टोन यो भयो, इट इज प्रोजेक्टेड इन अपवर्ड डाइरेक्सन विथ भेलोसिटी u। मैले आफैले u मानेको छु है। अनि यो स्टोन माथि गएर फेरि घुमेर ग्राउन्डसम्म आइपुग्छ यसरी है। त यो स्टोनलाई ग्राउन्डसम्म आउन कति टाइम लाग्यो, t1 टाइम लाग्यो। त्यसपछि अर्को स्टोन छ, सेकेन्ड स्टोनलाई टप अफ द टावरबाट नै u भेलोसिटीले प्रोजेक्ट गर्छ, तर डाउनवर्ड डाइरेक्सनमा। हेर, भेलोसिटी सेम मेन्टेन गरेको छ है। त एउटालाई u भेलोसिटीले माथि फाल्यो भने अर्को स्टोनलाई u भेलोसिटीले सिधा तल फाल्दियो। ठीक, अब खासमा यही पोइन्टबाट तल फाले हो, यहीबाट फाल्ने हो तल, पोइन्ट अफ प्रोजेक्सन तीनटीको यही हो। तर म सजिलो पार्नको लागि के गर्दैछु, यहाँ अलग अलग पोजिसन देखाइदिन्छु, शिफ्ट गरेर देखाउँछु। अब मनमा नै सोच, यहाँबाट यु भेलोसिटीले तल फालेको छ, तर म यो फिगरमा यहाँ ड्र गरिदिन्छु। अब यही सबैलाई ड्र गरौँ भने फिगर ओभरल्याप हुन्छ, गेजेङ गुजुङ भइदिन्छ हेर्दाखेरि है। त सेकेन्ड स्टोनलाई त्यही यु भेलोसिटीले नै फाल्यो है, सेम भेलोसिटी युज गरेको छ। यो यु थियो त यो पनि यु, तर यसलाई डाउनवर्ड डाइरेक्सनमा फाल्यो। त यो अलि छिटो आइपुग्छ नि है। त यसको टाइम कति भयो, t2 भयो। अनि थर्ड स्टोनलाई फेरि यही पोइन्टबाट जस्ट ड्रप गरिदियो। थर्ड स्टोनलाई ड्रप गर्यो त यही लाइनमा यो सिधा खस्छ तल, तर म यता देखाउँछु है, त्यसलाई शिफ्ट गरेर देखाउँदैछु। ड्रप गर्यो भने अभियसली यसको इनिशियल भेलोसिटी के हुन्छ, 0। र यसलाई ग्राउन्डसम्म आउन कति टाइम लाग्छ भनेर सोधेको छ। यसलाई ग्राउन्डसम्म आउन कति टाइम लाग्छ, त म फेरि क्वेशन रिपिट गरेर बुझाइदिन्छु। फर्स्ट स्टोनलाई यु भेलोसिटीले अपवर्ड डाइरेक्सनमा फाल्यो, त यसलाई यो घुमेर आउन कति टाइम लाग्यो, t1। सेकेन्ड स्टोनलाई इक्वल भेलोसिटीले नै सिधा तल फाल्दियो, त यसलाई आउन कति टाइम लाग्यो, t2। र थर्ड स्टोनलाई जस्ट ड्रप गरेको रहेछ। त ड्रप गरिदियो भने यसको टाइम यदि म t मान्छु भने यो t कति होला क्याल्कुलेट गर्नु पर्यो। र यो t लाई यो t1 र t2 को टर्म्समा अप्सन्सहरु दिएको छ। त अप्सन्सहरु के यस्तो टाइपको छ, ए अप्सन दियो यो t स्मल t को भ्यालु t1 + t2/2। बी अप्सनमा दियो रुट अन्डर t1 * t2। सी अप्सनमा दिएको छ रुट अन्डर t1 स्क्वायर + t2 स्क्वायर। र डी अप्सन म यतिकै केही बनाइदिन्छु, दिस विल बी 2 टाइम्स t1 t2 डिवाइडेड बाइ t1 + t2। ओके, त थर्ड स्टोनलाई ग्राउन्डसम्म आउने टाइम मैले आफैले t मानेको छु है। र यो t को भ्यालु कति हुन्छ भनेर यो t1 र t2 को टर्म्समा अप्सन्सहरु दिएको छ। यो क्वेशन हो
है। अब यो क्वेसनलाई सल्भ कसरी गर्ने त यहाँ त हामीले तीनटा इक्वेसन लेख्नै पर्छ। फर्स्ट स्टोन यसरी घुमेर आएकोले यो हाइट को इक्वेसन के हुन्छ एकचोटी लेखौं त, जुन हामीले पहिलाको क्लासमा डिस्कस गरिसकेका छौं। फर्स्ट स्टोन को लागि यदि मैले हाइट को इक्वेसन लेखे भने यसलाई त यु भेल्युजले माथि फालेको थियो र हामीले कोअर्डिनेट कन्भेन्सन को युज गरेर यो डिराइभ गरेका थियौं। यसको इक्वेसन के थियो माइनस युटी प्लस हाफ जी टी स्क्वायर थियो। तर यहाँनिर टी भनेको त टी1 छ, त यहाँ मैले टी1 गरिदिन्छु, यहाँ म टी1 गरिदिन्छु। फर्स्ट स्टोन को यो इक्वेसन भयो। अब सेकेन्ड स्टोनलाई त सिधा तल फालेको छ, त यसको हाइट को इक्वेसन के हुन्छ, इट विल बी सिम्पली ut2 प्लस हाफ टाइम्स जी अनि t2 स्क्वायर भइदिन्छ। ठीक, थर्ड स्टोनलाई ड्रप गरेको छ त इनिशियल भेलोसिटी 0 छ, त h इज इक्वल्स टु के हुन्छ हाफ जी अनि t स्क्वायर। त जे होस् फर्स्ट स्टोन को इक्वेसन फर्स्ट भयो, सेकेन्ड को सेकेन्ड इक्वेसन, थर्ड को थर्ड इक्वेसन भयो। अब जसरी हुन्छ यो तीनटा इक्वेसन सल्भ गर्नु पर्यो हामीले। यो तीनटा इक्वेसन सल्भ गरेर यो t लाई t1 र t2 को लागि एक्सप्रेस गर्नु पर्यो। हेर त यहाँ तीनटा भेरिएबल छ 1 2 3, टाइम हो भेरिएबल, यसमा तीनटा भेरिएबल छ र तीनटा इक्वेसन छ, त हामी त इजिली सल्भ गर्न सक्छौं यो इक्वेसन। तब तिमी जसरी सल्भ गर यो इक्वेसन, सब्स्टिट्युसन मेथडबाट सल्भ गर या एलिमिनेसन गर या हाइट कम्पेयर गरेर सल्भ गर, जसरी सल्भ गर अनेक तरिका हुन सक्छ यो इक्वेसन सल्भ गर्ने है। तर म यहाँ अलि युनिक मेथड युज गर्छु यो इक्वेसन सल्भ गर्नको लागि। हेर यो इक्वेसनलाई सल्भ गर्नको लागि म के गर्छु, यो फर्स्ट इक्वेसनलाई हेर र यो सेकेन्ड इक्वेसनलाई हेर, यी इक्वेसन्सहरुलाई म के गर्छु एउटै कन्स्ट्यान्ट क्वान्टिटीले मल्टिप्लाई गर्छु। यो स्कुल लेभलकै कन्सेप्ट हो। कुनै इक्वेसन छ र थ्रु आउट द इक्वेसन एउटा कन्स्ट्यान्टले मल्टिप्लाई गरिदियो भने त्यो इक्वेसनलाई केही फरक पर्दैन है। त म के गर्छु, फर्स्ट इक्वेसनमा t1 छ तर यहाँ t2 त छैन नि, त मलाई यहाँ पनि t2 ल्याउन खोज्दैछु म। सेकेन्ड इक्वेसनमा t2 छ तर t1 त छैन, त यहाँनिर पनि म t1 ल्याइदिन्छु। किन यस्तो गर्दैछु त एकछिनपछि थाहा पाउँछ है। त जे होस् फर्स्ट इक्वेसनमा t1 छ, त मेरो मर्जी भयो कि यसमा पनि t2 भइदिया भए अलि सजिलो हुन्थ्यो होला। सेकेन्ड इक्वेसनमा t2 छ, त यहाँनिर पनि सबै ठाउँमा t1 भइदिएको भए अलि सजिलो हुन्थ्यो होला। त बेस्ट उपाय के छ, फर्स्ट इक्वेसनलाई मैले t2 ले मल्टिप्लाई गरिदिए र सेकेन्ड इक्वेसनलाई मैले t1 ले मल्टिप्लाई गरिदिए। थ्रु आउट द इक्वेसन यसरी मल्टिप्लाई गरिदिए। किन यस्तो गर्दैछु त एकछिनपछि फाइदा यसको थाहा हुन्छ हामीलाई। त फर्स्ट इक्वेसन थ्रु आउट द इक्वेसन मैले t2 ले मल्टिप्लाई गरिदिए भने इट विल बी ht2 is equals to minus u t1 into t2 plus half g t1 square into t2. This will be first equation. Multiplication पछि यस्तो फर्ममा आयो। अब सेकेन्ड इक्वेसन के भइदिन्छ, h into t1 is equals to u times t1 into t2 plus half g t2 स्क्वायर अनि t1 भइदिन्छ। हेर मैले यसरी टाइमले मल्टिप्लाई किन गरे हो त केही टर्म्सहरु क्यान्सल हुन्छ। अब म यो दुईटा इक्वेसनलाई एड गरिदिए भने केही टर्म्सहरु क्यान्सल भएर जान्छ। त जस्ट फर्स्ट इक्वेसन यो फर्ममा आइदियो, सेकेन्ड इक्वेसन यो फर्ममा आइदियो। अब म यदि यो दुईटा इक्वेसनलाई एड गरिदिन्छु भने हेर त यो माइनस छ यो प्लस छ, एक्ज्याक्टली सेम टर्म छ, त यो त क्यान्सल आउट भइदियो नि। यो टर्म्सलाई रिमुभ गर्नको लागि मैले यस्तो गरेका थिएँ ताकि मलाई सिम्प्लिफाइड फर्ममा एन्सर निकाल्न सकु। त यहाँबाट त h कमन छ, त h कमन लिदियो भने दिस विल बी t1 plus t2। यहाँ यो दुईटा टर्म्सबाट के कमन छ, मैले एड गरे हो दुईटा इक्वेसन, त यहाँबाट हाफ कमन छ, g कमन छ, t1 पनि कमन छ, t2 पनि कमन छ यो दुईटाबाट। अनि ब्र्याकेटमा कति आइदिन्छ t1 plus t2 भइदिन्छ। अब हेर फेरि यताको t1 plus t2 र यताको t1 plus t2 क्यान्सल आउट भइदियो, त यो टर्म र यो टर्म क्यान्सल भइदियो। त जे होस् h इक्वल्स टु फाइनली हामीले कति देख्यौ त हाफ g t1 into t2। त हेर फर्स्ट र सेकेन्ड इक्वेसन नै अहिलेसम्म म सल्भ गर्दै थिएँ। त फर्स्ट र सेकेन्ड इक्वेसन सल्भ गर्दाखेरि हाइट को भ्यालु यति आयो। अब त्यही हाइट को भ्यालु फेरि थर्ड इक्वेसनमा कति छ हेर त, थर्ड इक्वेसनमा त्यही हाइट को भ्यालु हाफ gt स्क्वायर छ। को मतलब यहाँ h को ठाउँमा म थर्ड इक्वेसन को हेल्प लिए भने h को ठाउँमा हाफ gt स्क्वायर म सब्स्टिट्युट गर्न सक्छु। त यो कति भइदिन्छ, दिस विल बी हाफ gt स्क्वायर इज इक्वल्स टु हाफ g t1 into t2। त यो हाफ g र हाफ g वाला टर्म क्यान्सल भइदियो। त यहाँनिर हेर त t को भ्यालु कति आइदियो, रुट अन्डर
T1 into T2 यो सायद बी अप्सनमा मैले लेखेका थिए त यो आन्सर भइदियो भनेपछि थर्ड स्टोनलाई यदि बेससम्म आउन टाइम T1 र T2 यदि T टाइम लागेको छ भने this will be root under T1 into T2 त्यसरी यो इक्वेसन सल्भ भयो त म फेरि भन्दिन्छु ध्यान दिएर सुन्ने h हाइट भएको टावर छ एउटा स्टोनलाई u भेलोसिटीले माथि फाल्यो त यसरी घुमेर आयो त यसको टाइम T1 छ त यसरी घुमेर आयो भने यसको इक्वेसन त यो हुन्छ जुन हामीले पहिला सल्भ गरेका थियौ सेकेन्ड स्टोनलाई सेम भेलोसिटीको युज गर्यो तर सिधा तल फाल्दियो त यसलाई आउन कति टाइम लाग्यो T2 टाइम लाग्यो त यसको इक्वेसन यो भइदियो थर्ड इक्वेसनलाई जस्ट ड्रप गर्ने भनेको छ थर्ड स्टोनलाई त ड्रप गर्यो भने त इनिशियल भेलोसिटी 0 त यसको इक्वेसन यहाँनिर लेखियो अनि यो जस मैले डिफरेन्ट टेक्निक युज गरेर यी तीनटा इक्वेसनहरु सल्भ गरेको मैले र तीनटा इक्वेसन सल्भ गर्दाखेरि थर्ड स्टोनलाई ग्राउन्डसम्म आउने टाइम T हो भने यो कति भइदियो रुट अन्डर T1 into T2 भइदियो यति क्लियर छ भन्न त यति बुझ्यौ कमेन्टमा लेख्ने है म यो मेट्ने वाला छु मेट्दिम सर एकछिन मेटम सर ल यो एउटा इम्पोर्टेन्ट केस थियो है मोड्युलमा छ यसको क्वेशन यस्तो फिगरहरु दिया छैन त्यहाँ खाली ल्याङ्ग्वेज लेखेको छ यसरी three stones are projected from the top of the tower in different way. First stone is projected vertically upward and it reaches to ground in time T1. Another stone is projected vertically downward with same velocity and reaches at ground in time T2. Third stone is just dropped from the top of the tower. Then find the time of the third stone. भनेर अनि different options हरु दिएको थियो र त्यो क्वेशन को बेसिसमा मैले फिगर कोरेका थिए। अब हेरौँ त्यसपछि अब हामी फेरि केही कन्सेप्ट को कुरोहरु डिस्कस गर्छौं अनि त्योसित रिलेटेड केही क्वेशन्सहरु ल्याउँछौं है। त अबको कन्सेप्ट छ ल हेर अब यस्तो टाइपको कन्डिसन मैले लिदै छु के कन्डिसन त्यो एउटा अब्जेक्ट स्ट्रेट लाइनमा ट्राभल गर्दैछ ल इट इज मुभिङ इन स्ट्रेट लाइन यो ओ पॉइंट बाट ट्राभल गर्न सुरु गर्यो है इट इज मुभिङ इन स्ट्रेट लाइन यसको इनिशियल भेलोसिटी 0 भनेर मैले कन्डिसन माने and this body moves in this direction with constant acceleration यो constant acceleration ले गाको गाई गरेको छ constant acceleration भन्दै छु रिटार्डेसन भनिराखेको छैन को मतलब यो सिधा गाको गाई गर्छ फर्केर आउँदैन यो है एक्सिलरेसन छ रिटार्डेसन भयो भने पो यसो गयो गयो कहीं स्टप भइदियो भने फेरि रिटर्न हुने पोसिबिलिटी हुन्छ रिटार्डेसन त छँदै छैन कन्स्ट्यान्ट एक्सिलरेसन छ त यो स्ट्रेट लाइनमा अगाडितिर यो बढेको बढै गर्छ इन्फिनिटी सम्म गइदिन्छ तर यहाँनिर म केही कन्डिसन्सहरु लिदै छु के कन्डिसन लिदै छु भने यो स्टोन यहाँनिर जस्तै टी टाइममा कति ट्राभल गर्यो s1 ठीक एनदर टी टाइम नै फेरि लिए मैले सक्सेसिभ इक्वल इन्टरभल अफ टाइम छ त एनदर टी टाइममा यसले कति ट्राभल गर्यो s2 फेरि अर्को टाइम पनि मैले इक्वलै लियो एनदर टी टाइममा यसले कति ट्राभल गर्यो s3 को मतलब मैले के गर्दै छु इक्वल इक्वल इन्टरभल अफ टाइममा यसको रेस्पेक्टिभ डिस्प्लेसमेन्ट कति भइरहेछ त्यो निकाल्दै छु त जस्तै मान न यो फर्स्ट यो 5 सेकेन्ड छ त फर्स्ट 5 सेकेन्डमा यसले s1 ट्राभल गर्यो एनदर सक्सेसिभ 5 सेकेन्डमा s2 ट्राभल गर्यो एनदर सक्सेसिभ 5 सेकेन्डमा यसले s3 ट्राभल गर्यो को मतलब इक्वल इक्वल इन्टरभल अफ टाइमको रेस्पेक्टिभ डिस्प्लेसमेन्टहरु मैले सो गर्दै गइरहेको छु अनि यही प्याटर्न फलो गर्दै यो अब्जेक्ट स्ट्रेट लाइनमा गाको गाई गरेको छ है अनि एकैचोटी मैले यहाँनिर एउटा लास्टको टी टाइम लिए है यो टी टाइममा लास्टको टी टाइममा यसले कति ट्राभल गरेको रहेछ s1 ट्राभल गरेको रहेछ भने त हामीले यहाँ के फाइन्ड आउट गर्न खोज्या हो भने यो s1 s2 s3 यिनीहरुको रेशियो के हुन्छ अनि क्वेशनमा अप्सन्सहरु बनाइदिन्छ इक्वल इक्वल इन्टरभल अफ टाइमको जुन रेस्पेक्टिभ डिस्प्लेसमेन्ट छ यसको रेशियो कुन हुन्छ अनि अप्सन्सहरुमा 1:3:5:7 बी अप्सनमा 1:2:3:5:7 एन्ड सो अन या 2:4:6:8:2 यस्तो मतलब ऑड नम्बर राखिदिन्छ रेशियोमा इभन नम्बरहरु राखिदिन्छ रेशियोमा या सिम्पली नम्बरहरु कुनै राखिदिन सक्छ रेशियोमा त इक्वल इक्वल टाइम इन्टरभलमा जुन यसको रेस्पेक्टिभ डिस्प्लेसमेन्ट भयो त्यसको रेशियो कति हो त्यो हामीले हेर्नु पर्ने छ त हेर भेरी सिम्पल छ यो
त यदि मैले यहाँ S1 को इक्वेसन लेखे भने के होला इनिशियल भेलोसिटी त 0 छ त S1 इक्वल्स टु म कति लेख्न सक्छु हाफ ए टी स्क्वायर लेख्न सक्छु इजिली अब S1 प्लस S2 म कति लेख्न सक्छु हेर त S1 प्लस S2 मैले लिए भने को मतलब यहाँदेखि यहाँसम्मको त मैले ध्यान दिने मैले सुरुमै भनेको छु कुनै पार्टिकुलर जर्नी भइराखेको छ भने कुनै पार्टिकुलर एक्सपेरिमेन्टमा इनिशियल भेलोसिटी अलवेज कन्स्ट्यान्ट हुन्छ त S1 को लागि इनिशियल भेलोसिटी 0 हो भने S1 प्लस S2 को लागि पनि त इनिशियल भेलोसिटी त्यही नै हो नि 0 नै हो त S1 प्लस S2 इक्वल्स टु U त 0 छ त हाफ ए इन्टु टी स्क्वायर त यहाँदेखि यहाँसम्म S1 प्लस S2 मा यस्तो कतिवटा टी आयो र त S1 देखि S2 सम्ममा यस्तो त दुईटा टी छ यहाँ के लेख्न सकिन्छ दिस विल बी हाफ ए अनि ट्वाइस टी को स्क्वायर भइदिन्छ सिमिलरली S1 प्लस S2 प्लस S3 सम्म लियो भने U त 0 छ टी प्लस टी भनेको थ्राइस टी भइदिन्छ त यो कति भइदिन्छ हाफ ए अनि थ्राइस टी को स्क्वायर भइदिन्छ एन्ड सो अन है एन्ड सो अन डट 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 है र यदि मैले S1 प्लस S2 प्लस S3 प्लस डट 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 गरेर Sn सम्मको यदि लिएको भए यदि यो पार्ट मैले लिएको भए के हुन्थ्यो होला हाफ ए अनि Sn सम्ममा कतिवटा टी आउँछ होला टी प्लस टी यस्तो n वटा टी भइदिन्छ त यहाँ के लेख्न मिल्छ दिस विल बी n टी को होल स्क्वायर भइदिन्छ त जे होस् मैले यस्तो फर्ममा निकाले एक्सप्रेसन एउटा तर हामीलाई चाहिएको छ S1 S2 S3 को रेशियो चाहिएको छ तर त्यहाँको रेशियो सम्म पुग्नको लागि पहिला मैले यहाँ जे क्याल्कुलेट गरेका छु यिनीहरुको रेशियो क्याल्कुलेट गर्छु त यहाँ हेर के हुन्छ मैले यसरी S1 is to S1 plus S2 is to S1 plus S2 plus S3 is to डट 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 बीचमा कति छ सबै है अनि त्यसपछि S1 plus S2 plus डट 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 प्लस Sn सम्मको रेशियो लियो भने के हुन्छ होला एकचोटी केयरफुली सोच त यदि मैले लिए भने त यो टर्म सबैलाई डिभाइड गर्ने हो त डिभाइड गर्दाखेरि हाफ एटी स्क्वायर सबैमा क्यान्सल हुन्छ हेर त रेशियो को मतलब त डिभिजन हो नि यो भनेको ल S1 प्लस S2 छ यो यस्तो टर्म छ यो यस्तो टर्म छ ब्र्याकेटमा राख्दियौ है ल अब हेर त यिनीहरुलाई यदि मैले डिभाइड गर्दिन्छु भने हाफ एटी स्क्वायर यहाँ पनि छ हाफ एटी स्क्वायर यहाँ पनि छ हाफ एटी स्क्वायर यसमा पनि छ र हाफ एटी स्क्वायर यसमा पनि छ त हाफ एटी स्क्वायर सबैबाट चाहिँ के हुन्छ क्यान्सल भइदिन्छ त जे होस् त यसको हाफ एटी स्क्वायर क्यान्सल हुने बित्तिकै यहाँ त 1 आइदिन्छ यहाँबाट हाफ एटी स्क्वायर क्यान्सल हुने बित्तिकै 2 को स्क्वायर बाँकी रहन्छ त 2 को स्क्वायर भनेको 4 भइदिन्छ यहाँनिर 3 को स्क्वायर हुन्छ त 3 को स्क्वायर 9 हुन्छ इज डट 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 गर्दै गर्दै लास्टमा के बाँकी रहन्छ हेर त यहाँनिर सिम्पली n स्क्वायर बाँकी होला देन हियर विल बी n स्क्वायर त जे होस् यी टर्म्सहरुको रेशियो यो हो अब मलाई S1 S2 S3 को रेशियो चाहियो त हेर S1 त छँदैछ त कुनै विवाद छैन तर यहाँनिर मलाई खासमा S2 चाहिएको यहाँनिर मलाई के चाहिएको S2 चाहिएको तर मलाई यो S1 ले डिस्टर्ब गर्दैछ त म के गर्दिन्छु मैले के गरे यहाँ यो सेकेन्ड टर्मबाट यदि फर्स्ट टर्म मैले सबट्र्याक्ट गर्दियो भने के हुन्छ हेर त सेकेन्ड टर्मबाट यदि फर्स्ट टर्म सबट्र्याक्ट गर्यो भने त S1 क्यान्सल भएर सिम्पली S2 आउँछ सिमिलरली थर्ड टर्मबाट मैले सेकेन्ड टर्म सबट्र्याक्ट गर्दियो भने के हुन्छ त यो S1 प्लस S2 क्यान्सल भइदिन्छ त यहाँ सिम्पली के भइदिन्छ S3 भइदिन्छ को मतलब S1 S2 S3 को रेशियो को फर्ममा यदि लैजानु छ भने सेकेन्डबाट फर्स्ट सबट्र्याक्ट गर्ने थर्डबाट सेकेन्ड सबट्र्याक्ट गर्ने फोर्थबाट थर्ड सबट्र्याक्ट गर्दिने एन्ड सो अन यस्तो गर्दै गर्दै गयो भने लास्टबाट यतिवटा टर्मबाट त्यो भन्दा अगाडिसम्मको कति थियो त्यो घटाइदियो भने लास्टमा Sn आइदिन्छ लास्टमा के आइदिन्छ Sn आइदिन्छ त यो अब के भइदिन्छ त जसरी लेफ्ट साइडमा यसरी सबट्र्याक्ट भयो सिमिलरली राइट साइडमा पनि त सबट्र्याक्ट हुँदै जान्छ त S1 छ त S1 को ठाउँमा यहाँ 1 छ अब यहाँ हेर त 4 बाट 1 सबट्र्याक्ट हुन्छ लेफ्ट साइडतिर सबट्र्याक्ट भयो भने त राइट तिर पनि त सबट्र्याक्ट हुँदै जान्छ त 4 बाट 1 गयो त यहाँ कति आइदिन्छ 3 9 बाट 4 सबट्र्याक्ट गर त यहाँ कति आइदिन्छ 5 त हेर त यो ऑड नम्बर आइराखेको छ कि छैन यो ऑड नम्बर छ त ऑड नम्बर छ भने
अड नम्बरलाई हामीले एउटा जेनरल सिम्बलको फर्ममा लेख्दाखेरि 2n-1 भनेर लेख्छौँ। अड नम्बरलाई एउटा जस्तै यो अड नम्बरलाई सिम्बोलिकली रिप्रेजेन्ट गर्दाखेरि हामी के लेख्दिन्छौँ यहाँ 2n-1 भनेर लेख्छौँ। ओके, त अब हेर त 2n-1 where n भनेको कति त 1 2 3 4 जति पनि हुन सक्छ। where n is 1 2 3 4 डट 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 जति राखे पनि हुन्छ। हेर न, जस्तै मैले n को ठाउँमा 1 राखिदिन्छु त 1 राख्यो भने त 2-1 भनेको 1 आइसक्यो। n को ठाउँमा 2 राख त 2 into 2 भनेको कति भइदिन्छ 4 भइदिन्छ। त 4-1 भनेको 3 छँदैछ यहाँ। अब and so on राख्यो भने यो टर्म्सहरूलाई एउटा सिंगल टर्मको रूपमा लेख्दाखेरि यसरी लेख्न पाइन्छ। त यो हाम्रो कन्क्लुजन आयो। त्यसो कन्क्लुजन के आयो, कुनै अब्जेक्टको ध्यान दिने कन्डिसन थियो, कुनै अब्जेक्टको इनिशियल भेलोसिटी 0 र स्ट्रेट लाइनमा कन्स्टेन्ट एसिलेरेसनले ट्राभल गरिराखेको थियो। त इक्वल इन्टरभल अफ टाइमको जुन रेस्पेक्टिभ डिस्प्लेसमेन्ट थियो त्यो अड नम्बरसित के हुने रहेछ, प्रोपोर्सनल हुने रहेछ। यो हाम्रो कन्क्लुजन हो र यसै कन्क्लुजनको बेसिसमा हामी धेरै क्वेशन्सहरू सल्भ गर्न सक्छौँ मोड्युलको। यति क्लियर छ भन्न त पहिला? यति ठीक छ? यस सर। अब म यसैमा बेस्ड केही क्वेशन्सहरू सल्भ गर्छु अनि त्यसपछि यसको सेकेन्ड पार्टमा जान्छु। सेकेन्ड पार्टमा म के गर्दिन्छु, यो टाइमहरू अनइक्वल गरिदिन्छु तर डिस्टेन्सहरूलाई चाहिँ म इक्वल गरिदिन्छु। त यस्तो बेलामा टाइमको रेसियो के हुन्छ त्यो म क्याल्कुलेट गरेर हेर्छु। तर त्यो एकछिन पछि, पहिला यसको क्वेशन्सहरू केही सल्भ गरौँ ल। त यसको क्वेशन्सहरूमा पहिला त म केयुको एक्जाममा एकचोटि सोधेको क्वेशन छ त्यही क्वेशन लिन्छु। हेर क्वेशन यस्तो छ, a body is projected vertically upward from ground surface. It ascends 3h/4 height in time t2. Further, h/4 height in time t1 and reaches to maximum height and is at maximum height. ठीक। अनि त्यसपछि अप्सन्सहरु छ डाइरेक्ट। ए अप्सनमा छ t1 is greater than t2, बी अप्सनमा छ t1 is less than t2, सी अप्सनमा छ t1 is greater than t2, डी अप्सनमा छ none of these। ल यसो सल्भ गर्न त तिमीहरु फिगर स्केच गर्ने है। प्रायले आन्सर थाहा पनि होला, एकदमै कमन क्वेशन छ यो। म यो क्वेशन मेट्छु है, कपी गरिसके हो क्वेशन? ओके ठीक छ। मेटम है। ल यो क्वेशन मैले मेट दिए। क्वेशन मेटेपछि नै म सल्भ गर्छु। पहिला त फिगर स्केच गरेर हेरौं। क्वेशनमा के भन्दियो, एउटा अब्जेक्टलाई ग्राउन्ड सर्फेसबाट सिधा माथि फाल्दियो। ल त यहाँबाट एउटा अब्जेक्टलाई सिधा माथि फाल्यो त मैले माने यु भेलोसिटीले फालेको होला है। त यो अब्जेक्ट के गर्छ, 3h/4 हाइट ट्राभल गर्यो। ल त यो 3h/4 हाइट माथि राइज हुन यसले t2 टाइम लगाएको थियो। अनि त्यसपछि फर्दर यो h/4 हाइट पुग्ने बित्तिकै म्याक्सिमम हाइटमा पुगियो। त्यही भनेको छ हेर, 3h/4 हाइट ट्राभल गर्न t2 टाइम लगायो, त्यसपछि h/4 हाइट पुग्ने बित्तिकै म्याक्सिमम हाइटमा पुगिगयो भन्दैछ। त यो यदि म्याक्सिमम हाइट हो भने त यो त 0 होला। तर यो h/4 हाइट जान यसलाई कति समय लाग्या रहेछ, t1 टाइम लाग्या रहेछ भने
यहाँनिर अप्सनमा के छैन भन्दैछ अप्सनहरुमा दुईटा के अप्सन थिएन सेम छ तिमीहरुले के अप्सनमा देख्यौ दुईटा अप्सन सेम छ ओके अप्सनमा आन्सर थिएन र ए थियो सी सर अप्सन सेम लेखेका थिए त कुनै एउटा अप्सनमा T1 इक्वल्स टु T2 लेख्दिने है हुन सक्छ मैले अप्सन लेख्दाखेरि त्यति ध्यान दिएन होला यदि कुनै दुईटा अप्सन सेम छ भने एउटा अप्सनमा T1 इक्वल्स टु T2 लेख्दिने ठीक छ ल यस सर कुनै एउटा अप्सनमा T1 इक्वल्स टु T2 लेख्दिने यदि सेम अप्सन कुनै दुईटा लेखिएको छ भने मैले ध्यान नदिएको होला यस सर ओके T1 ग्रेटर देन T1 लेस देन सी अप्सनमा T1 इक्वल्स टु T2 यस्तो केही थिएन ल एनीवे सी अप्सन सेम भयो ल ओके त जे होस् क्वेशनमा ध्यान दिऊ यहाँबाट सिधा अब्जेक्ट माथि गयो अब माथि जाँदाखेरि 3h/4 हाइट ट्राभल गर्न T2 टाइम लाग्यो त्यसपछि h/4 हाइट जान यसलाई T1 टाइम लाग्यो है अनि त्यसपछि यो म्याक्सिमम हाइटमा छ त अब सोधे यो दुईटा टाइममा कुन ठुलो कुन सानो भनेर यस्तो टाइपको अप्सन्सहरु बनाइदियो त अप्सन्सहरु बनाइदियो भने त लजिक लगाऊ हामी यदि क्वेशनमा एयर रेसिस्टेन्स को बारेमा केही इन्फर्मेसन दिएको छैन भने क्वेशनमै अन्डरस्टुड हुन्छ एयर रेसिस्टेन्स इज नेग्लेक्टेड यदि एयर रेसिस्टेन्स को बारेमा क्वेशनमा केही पनि भन्दिएन भने क्वेशनमा अन्डरस्टुड हुन्छ एयर रेसिस्टेन्स इज नेग्लेक्टेड त यहाँ हामी जे क्याल्कुलेसन गर्छौं एयर रेसिस्टेन्सलाई नेग्लेक्ट गरेर क्याल्कुलेट गर्छौं त सोच यदि मैले एयर रेसिस्टेन्सलाई नेग्लेक्ट गर्ने हो भने यसलाई टप सम्म जान जति टाइम लाग्छ फर्किन पनि त सेम टाइम लाग्छ होला नि माथि जान जति टाइम लाग्छ फर्किन पनि त्यति नै टाइम लाग्छ त यहाँनिर के भयो जस्तै 3h/4 हाइट T2 टाइममा गएको थियो h/4 हाइट T1 टाइममा माथि गएको थियो त फर्किने क्रममा यो h/4 हाइट खस्दाखेरि T1 नै टाइममा खस्छ र 3h/4 हाइट खस्दाखेरि T2 टाइममै खस्छ भनेपछि यो माथि जाने क्रममा यति हाइट T2 टाइममा ट्राभल गरेको थियो यति हाइट T1 टाइममा ट्राभल गरेको थियो त जब यो रिटर्न भइराख्या हुन्छ यो हाइट खस्ने टाइम पहिलेको हुन्छ र यो हाइट पनि खस्ने टाइम पहिलाकै हुन्छ किन त माथि जान जति टाइम लाग्छ खस्ने क्रममा पनि सेम टाइम लाग्छ त माथि जाने क्रममा यति ट्राभल गर्यो T2 टाइममा यति ट्राभल गर्यो T1 टाइममा तर जब यो रिटर्न भइराख्या हुन्छ रिटर्निङ पाथमा फेरि यो डिस्टेन्स ट्राभल गर्छ T1 टाइममै र यो डिस्टेन्स फेरि ट्राभल गर्छ T2 टाइम है तब हेर मैले किन खस्ने क्रमलाई किन कन्सिडर गर्दै छु भने जब यो तल खसिराख्या हुन्छ त्यो बेला यो फाइनलले अब इनिशियलको रोल प्ले गर्न थाल्छ तल डिसेन्डिङको बेलामा जस्तै यहाँबाट गयो गयो फाइनल भेलोसिटी 0 भइदियो अब जब यो तल फल भइराख्या हुन्छ खसिराख्या हुन्छ त खस्ने बेलामा त इनिशियल भेलोसिटी अघिको फाइनलले इनिशियलको रोल प्ले गर्छ त इनिशियल भेलोसिटी 0 भइदियो अनि खस्दाखेरि मोसन अन्डर ग्राभिटी छ त एउटा कन्स्ट्यान्ट एक्सिलरेसन g ले त खसिराख्या हुन्छ त हेर त माथिको थ्योरीसित मिल्न गयो यो इनिशियल भेलोसिटी 0 and it is moving in straight line with constant acceleration हेर त इनिशियल भेलोसिटी के छ 0 खस्ने क्रमलाई मैले कन्सिडर गर्दियो भने इनिशियल भेलोसिटी 0 and it is moving in straight line with constant acceleration त यस्तो बेलामा यो पार्टलाई मैले s1 सपोज गर्दिए यो पार्टलाई मैले s2 सपोज गर्दिए भने s1 र s2 को रेशियो कति हुन्छ h/4 डिवाइडेड बाइ 3h/4 को मतलब 1:3 र ऑड नम्बरमा रेशियो आयो त याद गर त initial velocity was 0 and it is moving in downward direction with constant acceleration र respective displacement odd number सित प्रोपोर्शनल भइदियो तैले भर्खरै हामीले थ्योरीमा के पढेका थियौ कि respective displacement यदि odd number सित प्रोपोर्शनल छ भने त्यो बेलामा टाइम इन्टरभल इक्वल भएको बेलामा मात्र यो पोसिबल छ भनेर प्रुभ गरिसकेका छौ हेर त s1 s2 s3 odd number सित प्रोपोर्शनल हुनको लागि त हामीले टाइम इक्वल मानेर प्रुभ गरेका थियौ नि त यदि यो यसमा respective displacement odd number सित प्रोपोर्शनल आयो को मतलब पक्कै पनि यिनीहरुको टाइम इन्टरभल के हुनु पर्छ इक्वल हुनु पर्छ त यहाँ सिधा हामीले T1 इक्वल्स टु के लेख्न सक्छौं T2 लेख्न सक्छौं यो आदित्यले किन बुझेर भन्दै छ तिमी ढिला गरी जोइन गरेका छ कि का हो भन त आदित्य सर त्यो v कस्ट जुन भन्नुभयो नि त्यो माथिको जुन 0 छ हैन
त्यो तल तल जाने क्रममा चाहिँ अब त्यो इनिशियल भेलोसिटीको रोल प्ले गर्छ हैन के भन्नुभएको हैन अनि सर त्यसो भए पछि चाहिँ किन भन्नुभयो त्यो v equals to 0 रे फेरि त्यो तल गयो पनि s1 s2 को यही पोइन्ट यहाँबाट माथि गयो टपमा भेलोसिटी 0 भयो तब खस्ने क्रममा तिमीलाई सोधियो कि यो कति भेलोसिटीले खस्न सुरु गरेको थियो त तिमीले त्यसलाई इनिशियल मान्छौ अब डाउनवर्ड मोसनलाई एउटा फ्रेश मोसन इन्डिपेन्डेन्ट मोसन मान न यहाँबाट यहाँसम्म कसरी आयो त्यो छोड्दियो यो बिर्सिदियो तर फर्किने बेलामा तिमीलाई सोधियो कि यो कति भेलोसिटीले खस्न सुरु गरेको थियो त 0 भन्नु पर्यो कि परेन किनभने स्टप भएर खसेको थियो त जाने बेलाको लागि इनिशियल भेलोसिटी त यो ग्राउन्डको भेलोसिटी थियो तर फर्किने बेलाको लागि मैले यहाँबाट एउटा फ्रेश इन्डिपेन्डेन्ट मोसन माने भने त यो v ले अब फर्किनेको लागि इनिशियलको रोल प्ले गरेन yes sir play गर्यो the initial velocity 0 and object is moving in downward direction with constant acceleration त भनेपछि फर्स्ट t1 टाइममा यसले h/4 ट्राभल गर्यो another t2 टाइममा यसले 3h/4 ट्राभल गर्यो अनि यिनीहरुको रेशियो निकाल्दाखेरि त मैले ऑड नम्बर देखे त ऑड नम्बर कुन बेला हुन्छ जब टाइम इन्टरभल इक्वल हुन्छ भनेर अघि थ्योरीमा प्रुभ भयो यस सर टाइम इक्वल हुन्छ र डिस्प्लेसमेन्ट फरक हुन्छ मैले चाहेको भए यसरी सल्भ गर्न सक्थे तर मैले त्यो किन गरिन भने हाम्रो कन्डिसनसित मिलिराखेका थिएन हालाकि आन्सर एउटै आउँछ तर अलि एउटा दुईटा इक्वेसनको हेल्प लिनुपर्छ यदि तिमीले यताबाट हेर्यौ भने के यहाँ इनिशियल भेलोसिटी 0 छ त यो ऑड नम्बरसित प्रोपोर्शनल हुनको लागि कन्डिसन नै छ कि इनिशियल भेलोसिटी मस्ट बी 0 तर यदि डाउनवर्ड मोसनलाई तिमीले अपवर्ड मोसनलाई कन्सिडर गरेर सल्भ गर्न खोज्छौ भने त के यहाँनिर इनिशियल भेलोसिटी 0 छ भन त छैन भनेपछि त यतिकै पार्टको त क्याल्कुलेसन गर्नुपर्ने हो तब अपवर्ड मोसनलाई छोडे डाउनवर्ड मोसनलाई कन्सिडर गर्दाखेरि ठ्याक्क यसको थ्योरीसित मिल्न गयो अनि सिधा आन्सर गेस भइदियो टाइम इक्वल हुनुपर्छ यस सर क्लियर ल अब यसैको अर्को क्वेशन हेरौं नेक्स्ट क्वेशन छ water drops are falling from a roof of height. Water drops are falling from a roof of height 5 meter at regular time interval. को मतलब के हो एउटा रूफ छ छानाबाट वाटरको ड्रप्सहरु खस्दैछ जस्तै पानी परेको बेलामा यस्तो हुन्छ नि यो घर भयो ल है अब यो ग्राउन्ड सर्फेस भयो पानी एकछिन पर्यो अनि पानी रोकियो भने के हुन्छ यहाँबाट सानो सानो ड्रप्सहरु खसिराखेका हुन्छ नि एकछिनसम्म है त टप टप खसिराखेका हुन्छ त के भन्दैछ यो ग्राउन्ड र रुफको बीचको हाइट यो हाइट भनेको 5 मिटर दिएको छ है र रुफबाट वाटर ड्रप्सहरु खस्दैछ रेगुलर इन्टरभलमा को मतलब फर्स्ट ड्रप खसेको टी टाइम पछि सेकेन्ड ड्रप खसेको हो भने त सेकेन्ड खसेको टी टाइम पछि नै थर्ड खस्छ फेरि थर्ड खसेको टी टाइम पछि नै फोर्थ ड्रप खस्छ फेरि फोर्थ ड्रप खसेको टी टाइम पछि फेरि फिफ्थ ड्रप खस्छ को मतलब फर्स्ट र सेकेन्ड को बीचको टाइम इन्टरभल जति छ सेकेन्ड र थर्ड को पनि त्यही छ थर्ड र फोर्थ को पनि त्यही छ यसलाई भन्छ रेगुलर टाइम इन्टरभल है द वाटर ड्रप्स आर फलिङ फ्रम अ रूफ एट रेगुलर टाइम इन्टरभल भनेर फर्स्ट केसमा भनेको छ है अनि क्वेशनमा के छ व्हेन फर्स्ट ड्रप strikes the ground third drop is released from roof अनि सोधियो find vertical separation between first and second drop find vertical separation between first and second drop first र second drop को बीच को vertical separation कति होला
A option 1.25 meter, B option 3.25 meter, C option 3.75 meter, and D option is none of these. Question बुझियो? कुन option? ए लागिरहेछ मिलेन, C option आउँछ। जस B र C मध्ये एउटा 3 point पछि केही छ, अब कुन हो त्यो सल्भ गरेर हेर्नु पर्छ। र मलाई लाग्छ C छ 3.75। मेटाउ यो क्वेशन लेखिसक्यो होला? रेगुलर टाइम मोड्युलमा पनि छ यो क्वेशन। के भन्दै छौ? मोड्युलमा पनि छ हैन सर? मोड्युलमा छ यो। यो मेट्छु है। ल म यो मेटेर क्वेशन बुझाउँछु अनि सल्भ गर्छु। हेर क्वेशन यस्तो छ, रूफ र ग्राउन्ड को सेपरेसन 5 मिटर छ। त माना यो रूफ छ, यो छाना, दिस इज रूफ, र यो मैले माने ग्राउन्ड सर्फेस, दिस इज ग्राउन्ड सर्फेस। दिस इज ग्राउन्ड। अब हेर यो दुईटा बीचको सेपरेसन 5 मिटर छ, ठीक? त h इक्वल्स टु 5 मिटर म लेख्न सक्छु। यहाँ h को भ्यालु 5 मिटर छ। अब सानो सानो पानीको थोपाहरू खस्दैछ माथिबाट। ल यसरी त एउटा ड्रप खस्यो, त्यसको टी टाइम पछि अर्को खस्यो, त्यसको टी टाइम पछि अर्को खस्यो, त्यसको टी टाइम पछि अर्को खस्यो। अब क्वेशनमा के कन्डिसन दिएको छ त्यो कन्डिसनको बेसिसमा फिगर गर। क्वेशनले के भन्दैछ, फर्स्ट ड्रपले जुन बेला ग्राउन्डलाई स्ट्राइक गर्छ नि, ल यो फर्स्ट ड्रपले ठ्याक्क हिर्कायो ग्राउन्डलाई, त जुन बेला फर्स्ट ड्रपले ग्राउन्डलाई हिर्काउँछ त्यही बेला थर्ड ड्रप रुफबाट रिलिज हुन्छ भनेको छ। त सोच, फर्स्ट ड्रपले ग्राउन्डलाई स्ट्राइक गर्नु र थर्ड ड्रप रिलिज हुनु एकैचोटि हुँदो रहेछ। त यसको मतलब सेकेन्ड ड्रप कहाँ छ त? यसकै बीचमा कहाँनिर होला त? यही दुईटाको बीचमा। फर्स्ट खसेपछि त पक्कै पनि सेकेन्ड खसेको थियो होला, अनि सेकेन्ड पछि न थर्ड खस्ने पालो आएको होला। त यसको मतलब यो भयो कि सेकेन्ड ड्रप अलरेडी खसेर बीच बाटोमा कतै खस्ने क्रममा होला भन्न पाइयो कि पाइएन? ठीक? त क्वेशनमा भन्यो कि फर्स्ट ड्रपले जुन बेला ग्राउन्डलाई स्ट्राइक गर्छ त्यही बेला थर्ड ड्रप रुफबाट रिलिज हुन्छ रे। त यसको मतलब सेकेन्ड ड्रप बीच बाटोमै कतै खस्ने क्रममा होला भनेर अनुमान लगाउन सकियो। यहाँ यति क्लियर छ भन त? ओके। अब यसपछि हेर माथिबाट ड्रप हुँदैछ यिनीहरू, त इनिशियल भेलोसिटी 0 छ। अब सोच त यो दुईटाको बीचको टाइम इन्टरभल टी छ, त यो दुईटाको बीचको पनि टाइम इन्टरभल टी छ कि छैन? त हेर लटरी नै लाग्यो तिमीहरूलाई। इनिशियल भेलोसिटी 0 छ र मोसन र ग्राभिटी छ, त एक्सिलरेसन ए भनेको त जी होला। त हेर त हाम्रो माथिको थ्योरीसित मिल्न गयो यो। कसरी? त इनिशियल भेलोसिटी 0 and it is moving in straight line with constant acceleration, र यो दुईटा यो सेपरेसन टी टाइममा ट्राभल भयो भने यो सेपरेसन पनि टी टाइममै ट्राभल भयो, त इक्वल इन्टरभल अफ टाइम छ भने यो रेस्पेक्टिभ डिस्प्लेसमेन्टहरुको रेशियो अड नम्बरमा हुनुपर्ने हो कि हैन? हेर त यो डिस्प्लेसमेन्ट र यो डिस्प्लेसमेन्टको रेशियो कति हुनुपर्छ? अड नम्बर। इनिशियल भेलोसिटी 0 मुभिङ विथ कन्स्टेन्ट एक्सिलरेसन, र यो टाइम र यो टाइम इन्टरभल इक्वल छ, त यो डिस्प्लेसमेन्ट र यो डिस्प्लेसमेन्टको रेशियो अड नम्बर हुनु पर्यो कि परेन? रेशियो अड नम्बर कन्डिसनले त्यही भन्छ हो। त यदि मैले यति डिस्प्लेसमेन्टलाई x माने भने यसलाई मैले 3x माने भने न अड नम्बर हुन्छ। हेर त यसलाई x माने भने यसलाई 3x माने भने रेशियो निकाल्यो भने x र x क्यान्सल भएर 1:3 आउँछ कि आउँदैन? यदि मैले यसलाई x र यसलाई 2x मान्यो भने त 1:2 भइदियो। त अड नम्बरको रेशियो कहाँ भयो त? त क्वेशनमा दिएको कन्डिसन अनुसार सिन्स टाइम इन्टरभल आर सेम रेस्पेक्टिभ डिस्प्लेसमेन्टको रेशियो अड नम्बरमा हुनै पर्छ। क्वेशनको कन्डिसन अनुसार यो हामी लेख्न सक्यौं। त अब सोच, अब के सोच्यो?
सोधिराखेको छ फर्स्ट र सेकेन्डको बिचको ग्याप कति होला त त्यो ग्याप भनेको त 3x हो नि त यो 3x को भ्यालु कति हुन्छ भनेर सोधिराखेको छ यदि मैले कुनै तरिकाले यो x पत्ता लगाउन सकेन भने कुनै तरिकाले यदि मैले x पत्ता लगाउन सके भने त 3x को भ्यालु त इजिली म निकाल्न सक्छु त x तिमी फाइन्ड आउट गर्न सक्छौ कसरी यो टोटल हाइट भनेको 5 मिटर छ यो टोटल हाइट भनेको हेर त यहाँ 5 मिटर देखाइएको छ तर x को टर्म्समा टोटल हाइट निकाल्यो भने त 3x + x = 5 3x + x भनेको 5 भयो कि भएन त 4x = कति भइदियो 5 त x को भ्यालु 5/4 आइदियो अब x को भ्यालु 5/4 हो भने यो 3x कति हो यही त सोधिराखेको छ त 3 * x कति होला त x को ठाउँमा 5/4 राख्दियो त यो भयो 15 / 4 and you will get 3.75 meter will be answer. Sir, you between भनेको छैन सर? Find vertical separation between first and second drop. तो first और second को बीच को separation यो है ना in between them यो 3x है ना? Is it clear? Yes, sir. Okay. सर एउटा अझै क्वेशन हुन्छ नि सर त्यो वाटर ट्याप वाला कि त्यही क्वेशन त अनि हो मैले रुफबाट खसाएको देखाएको छु कुनै क्वेशनमा वाटर ट्यापबाट त्यो फसेटबाट खसेको भन्छ वाटर ड्रप्स आर फलिङ फ्रम अ फसेट एट रेगुलर टाइम इन्टरभल भनिन्छ त त्यो र यो एउटै क्वेशन हो सेम क्वेशन हो यहाँ मैले रुफबाट खसेको भने त त्यहाँ ट्यापबाट खसेको भन्छ ठीक सर यति क्लियर सर सर त्यो हामीले फर्स्ट एन्ड सेकेन्ड ड्रपको ठाउँमा चाहिँ 3x को ठाउँमा हामीले x पनि त राख्न सक्थ्यौं नि हैन र माथि 3x र तल x यहाँ कति x हजुर त्यहाँ चाहिँ x अनि माथि चाहिँ 3x पनि त राख्न सक्थ्यौं हैन र यहाँ x मिल्दैन यो भेलोसिटी 0 हुनुपर्छ फर्स्ट रेशियो ऑड नम्बर सित यो जता इनिशियल भेलोसिटी 0 छ त्यताबाट गर्ने हैन यसलाई x र यसलाई 3x गर्यो भने त कहाँ मिल्यो त हेर त 1:3 फर्म को रेशियो आउनको लागि जता स्टार्टिङ भएको छ त्यताबाट रेशियो हो नि 1:3 कि उल्टोबाट आएको थियो 1:3 भन त अगाडिबाट स्टार्ट गर्दै हो त यो स्टार्टिङ कहाँबाट भइराछ यहाँबाट भइराछ नि त यताबाट मान्ने हो नि रेशियो उल्टोबाट कसरी मान्न पाइयो ठीक यही हेर स्टार्टिङ यहाँबाट भएको थियो त यताबाट ऑड नम्बर सुरु भएको थियो यहाँ स्टार्टिङबाट भएको छ त यताबाट ऑड नम्बरमा जानु पर्यो ठीक ग्राउन्डबाट पनि मिल्छ सर वाटर माथि ग्राउन्डबाट माथि जाने कुरै भएन नि यहाँबाट यहाँसम्म आइसकेपछि के स्ट्राइक गर्ने बेलामा भेलोसिटी 0 हुन्छ त यसको भेलोसिटी 0 ड्रप माथिबाट खस्दाखेरि ग्राउन्डलाई के 0 भेलोसिटीले हिर्काउँछ त अनि त यहाँ त u 0 नै छैन नि त यताबाट कसरी लिने जता u 0 हुन्छ त्यताबाट ऑड नम्बर लिने हो नि ठीक सर बुझ्यो सर अनि त्यो कुनै कुनै टेन्सन वाला क्वेशनहरु हुन्छ नि के वाला क्वेशन टेन्सन फाइन्ड गर भनेर रोपले सुनाइरा हुन्छ जस्तै टेन्सन भन्नाले क्वेशन भने त कुनै त्यो न्यूटन लजमा आउँछ सर टेन्सनको लज अफ मोसनको लज अफ मोसनमा ल अर्को क्वेशन लेखौं मैक्सिमम एंगल त्यो व्हेन टेन्सन त्यो तिमीले कुन क्वेशन सोध्यो मलाई क्लियर भएन टेन्सन सित रिलेटेड क्वेशन त न्यूटन्स ल फ्रिक्सनहरु सिम्पल हार्मोनिक मोसनहरुमा युज गर्छौं ओके मोसन इन अ स्ट्रेट लाइनमै छ सर के छ क्वेशन पढेर सुनाउ त एकैछिन सर म के what is the total tension acting in the figure भनेको छ हैन अनि पुल्लीको फिगर कोरिया छ हजुर सर त्यो न्यूटन ल क्वेशन त्यो क्वेशन जुन छ नि झुण्डबाट बिछोड भएर यहाँ आइसकेको छ एनिमल प्लानेटमा देख्दैन कहिलेकाहीँ त्यो गाई वस्तुहरु चढिराखेका हुन्छ अनि झुण्डबाट बिछोड भएर त्यो बाघै बाघ भएको इलाकामा एउटा पुग्दैन हो त्यो क्वेशन पनि के भयो न्यूटन्स ल को झुण्डबाट बिछोड भएर त्यो यता आइपुगेको छ अल्पत्र भएर ल a ball is dropped
फ्रम h height, एकदम ध्यान दिने, बहुतै मजाको क्वेशन छ। A ball is dropped from h height and it reaches to ground, and it reaches to ground in t time, capital T time मा पुग्यो, ठीक। अनि त्यसपछि के सोधियो, find height descended by it, find height descended by it in last t/4 time, last t/4 time मा यो कति हाइट खस्यो होला भनेर सोध्यो। ए अप्सन 9h/10, बी अप्सन 8h/9, सी अप्सन h/4 र डी अप्सन मैले नन राखिदिए ल। यदि यिनीहरू मध्ये कुनै छैन भने ननले हाम्रो आन्सर समेट्ने छ। ल यसो ट्राई गरौँ त, कोशिश गरौँ त। लास्ट t/4 टाइममा यो कति तल खस्यो होला त? एउटा अब्जेक्टलाई h हाइटबाट ड्रप गरेको थियो है। ल यहाँ मैले सिम्बल त गलत लेखेँ त, यो h लाई क्यापिटल h गर्दियो, यो h लाई क्यापिटल h, किनभने अप्सन्सहरु क्यापिटल h को टर्म्समा लेखेको छु, त मैले यहाँ स्मल h लाई क्यापिटल h गर्दिए ल। So the same case भयो हैन। So drop गरे पनि इनिशियल भेलोसिटी 0 and just to ground in time t, find height descent भनेछ भने पछि चाहिँ a equals to 0 भइहाल्यो एक्सेलरेसन। a कसरी 0 हुन्छ? मोसन अन्डर ग्राभिटी छ, त a भनेको त g भइदियो नि। हैन नि सर, g नै भन्यो त्यो 0 त्यो आन्सर त्यो टाइम त के भनेको छ सर? लास्ट को t/4 टाइममा कति खस्यो के? टोटल टाइम त t लाग्यो ग्राउन्ड सम्म आउन, त लास्ट को t/4 टाइममा कति खस्यो? t minus t/4 गर्न मिल्छ। अब जसरी हुन्छ निकाल न, मलाई त खाली एन्सरसित मतलब छ। हो त्यसरी पनि सल्भ गर्न मिल्छ, नमिल्ने हैन। जसरी हुन्छ सल्भ गर, एन्सर आउनु पर्यो तोकिएको समयमा। सबैले मिलाको? अरु कसैले? h/4 भनेर लेख्यो एकजनाले त, कसरी लेख्या होला? बी। बी अप्सनमा कति थियो? 8h/9। यस। जोस ए र बी मध्ये एउटा हो, मलाई पनि अघिदेखि यही लागिरहेको थियो। हेर, एउटा बललाई ड्रप गर्यो ल, त ड्रप गरिएको मतलब इनिशियल भेलोसिटी 0, ठीक। अब यो बल ग्राउन्ड सम्म आयो ल, त ग्राउन्ड सम्म आउन यसलाई टोटल टाइम त टी लागेको छ, र कति हाइटबाट खसाएको थियो त यो हाइट h हो। यो हाइट कति थियो? h हाइट हो भनेर सोधिदियो। अब सोच त लास्ट को t/4 टाइममा कति टाइम लाग्छ? त म यहाँ एउटा टुक्रा निकाल्छु ल। लास्ट को t/4 टाइम भनेको यो हो ल, लास्ट को t/4 टाइम यो भयो। अब यो लास्ट को t/4 मा यो कति खस्यो होला? यो डिस्टेन्स सोधेको छ के, यो डिस्टेन्स सोधेको छ भनेपछि यहाँदेखि यहाँसम्म आउँदाखेरि त h हाइट खस्या रहेछ। अब लास्ट को t/4 मा कति खस्यो होला भनेर सोधियो। लास्ट को t/4 मा त दुईटा उपाय छ तिमीसँग। पहिला त यो हाइट कति छ त्यो निकाल्देऊ, यो हाइट कति छ त्यो निकाल्देऊ, अनि यो हाइट निकालिसकेपछि यो क्यापिटल h बाट यति हाइट घटायो भने लास्ट को t/4 टाइममा खसेको हाइट आउँछ कि आउँदैन भन त? भन सर। मजाले आउँछ। यस सर। त यो त हाम्रो एन्सिएन्ट मेथड भइदिन्छ। भनेपछि टोटल हाइट h छँदै छ, अब यति खस्न कति टाइम लाग्यो होला त? यो टाइम त तिमी इजिली निकाल्न सक्छ नि, यो टाइम घटाइदेऊ त। भनेपछि यति खस्न कति टाइम लाग्यो होला त? टोटल टाइमबाट म t/4 सबट्र्याक्ट गरिदिए भने यति ट्राभल गर्ने टाइम आउँदैन भन त? यो टाइम त t/4 हटाइदेऊ, अनि यहाँदेखि यहाँसम्म खस्न कति टाइम लाग्यो होला त? टोटल टाइमबाट यो लास्टको टाइम घटाइदियो भने यति खस्ने टाइम भयो। त यहाँबाट त तिमीले जस यति खस्ने टाइम निकालिसक्यो, सरी है, निकालिसक्यो भने त यो हाइट भनेको हाफ GT² मा राख्यो भने यो हाइट थाहा भइहाल्छ, अनि यो हाइटबाट यति घटाइदियो भने एन्सर आउँछ। त्यसरी पनि आउँछ, नमिल्ने हैन।
तर म यो मेथड युज गर्दिन, अलि मजा आउँदैन यो मेथडमा, प्रिमिटिभ मेथड भयो। अब हेर म यहाँ ट्रिक के युज गर्छु, हामीले भर्खरै 1:3:4 वाला 1:3:5 वाला रेसियो पढेका थियौं नि। त सोच लास्टको जुन टाइमको डिस्प्लेसमेन्ट सोधेको छ, यो टोटल टाइमलाई त्यति इक्वल पार्टमा डिभाइड गरिदियो टोटल टाइमलाई। त अब यहाँ त एउटा टी बाई भनेपछि यो टोटल टाइम टी लाई अब लास्टको t/4 टाइममा कति खस्छ भनेको छ नि, त यहाँदेखि यहाँसम्म खस्ने टाइमलाई म 4 पार्टमा डिभाइड गरिदिन्छु। त 4 पार्टमा डिभाइड गरे भने मैले के पाउँछु, यो एउटा t/4। ल त मानौ यो भन्दा माथिको सक्सेसिभ t/4 मा यति खस्या होला भनेर मैले माने, फेरि यो भन्दा माथिको सक्सेसिभ t/4 टाइममै यति खस्यो होला र सुरुको t/4 टाइममा यति खस्यो होला भनेर मैले मान्दिए। हेर त, र लास्टको t/4 टाइममा कति ट्राभल गर्छ भनेर सोधेको थियो। त मैले के गरे, यो टोटल टाइमले 4 इक्वल पार्टमा डिभाइड गरिदिए। त फर्स्ट t/4 मा यति खस्यो होला, एनदर t/4 मा यति खस्यो होला, एनदर t/4 मा यति खस्यो होला र यो t/4 मा यति खसेको छ। त भनेपछि यो t/4 प्लस t/4 प्लस t/4 यो चारवटा t/4 जोड्यो भने फेरि t नै हुन्छ कि हुँदैन भन त? हुन्छ सर। हो र। त अब सोच त, यदि यो इक्वल इन्टरभल अफ टाइम हो भने, त यदि यो x हो भने यो कति भइदिन्छ 3x, यो कति भइदिन्छ 5x, यो कति भइदिन्छ 7x। अड नम्बरको फर्ममा हुन्छ कि हुँदैन भने त? बिकज मोसन र ग्राभिटी छ, a इक्वल्स टु g छ कि छैन भन? छ सर। भनेपछि मैले यहाँ इक्वल इन्टरभल अफ टाइम कन्सिडर गरेपछि त यो रेस्पेक्टिभ को डिस्प्लेसमेन्टहरु अड नम्बरको फर्ममा देखाउनको लागि मैले यहाँ के गर्नु पर्यो, यसलाई x मानेको छु भने यसलाई 3x मान्नु पर्ला, यसलाई 5x मान्नु पर्ला, यसलाई 7x मान्नु पर्ला नि, किनभने यहाँसम्म अड नम्बर देखाउनु पर्यो। त सोच यो सबै x जोड्यो भने x सित इक्वल हुन्छ कि हुँदैन? र लास्टको t/4 टाइममा तय गरेको दूरी यो 7x नै हो कि हैन? त 7x को भ्यालु पत्ता लगाउनु पर्यो। कसको भ्यालु पत्ता लगाउनु पर्यो? 7x। त 7x को भ्यालु पत्ता लगाउनको लागि कुनै तरिकाले x फाइन्ड आउट गर्न सकियो भने त काम चल्छ। त x निकाल्न त सजिलो छ, यो सबैलाई जोड्यो भने x सित इक्वल हुन्छ कि हुँदैन भन त? आन्सर नन हुन्छ सर, नन। अब चाहिँ होला x प्लस 3x प्लस 5x प्लस 7x इज इक्वल्स टु क्यापिटल H हुन्छ। ल यो कति हुन्छ भन? 7 5 12 12 3 15 1 16 16x 16x इक्वल्स टु कति भइदियो? h भयो सर। ल त x को भ्यालु h/16 भयो। ओके, त लास्टको t/4 मा त तिमीले 7x ट्राभल गरेको देखिराखेको छ नि, त 7x को मतलब 7h/16 आन्सर भयो कि भएन? बुझेन जस्तो छ। यस सर, बुझे सर। सर बुझे, तर अप्सनमा नभएर मैले यो मेथड रङ छ भनेर बुझेँ सर। यही मेथडले गरे थिए सर यही मेथडबाट, तर अप्सनमा मिलेको कारणले छोड्दिए। यति क्लियर? यस सर। अब यदि म यसै क्वेशनमा सोध्छु, ल अप्सनमै भएको एन्सर तिमीले खोजिराख्या होला हैन? ल म अप्सनमै भएको गरी यसैमा टेल क्वेशन जोड्दिन्छु। ल यसो, फाइन्ड हाइट डिसेन्डेड बाइ इट इन लास्ट t/3 सेकेन्ड। हाइट, अब अप्सनको एन्सर आउँछ। ल लेख, मैले डेटा चेन्ज गरिदिएको थिएँ। फाइन्ड हाइट एसेन्डेड बाइ डिसेन्डेड फिगर पनि त नयाँ कोर्नु पर्यो। हो, नयाँ कोर्नु पर्यो नि। फाइन्ड हाइट डिसेन्डेड बाइ इट इन लास्ट t/3 टाइम। ल लास्टको t/3 टाइममा यो कति हाइट खस्छ होला? ल अब अहिलेको अप्सनसित मिल्छ, एउटा अप्सनसित मिल्छ। ल अब मैले के सोधिए, लास्टको t/3 टाइममा यो कति खस्छ होला? कि अहिले पनि मिल्दैन कुनैसित? के थाहा, अहिले पनि ननै हो कि? 5h/9 5h/9। ओके, के यही फिगर काम चल्छ कि अर्को कोर्नु पर्छ मैले?
अर्को कोर्नुपर्छ किनभने टाइम इन्टरभल अघि t/4 थियो त मैले 4 इक्वल पार्टमा डिभाइड गरेका थिएँ अहिले त t/3 छ नि त टोटल टाइमलाई म 3 इक्वल पार्टमा डिभाइड गर्नेवाला छु है त हेर अब्जेक्ट यहाँबाट खसेर यहाँसम्म आयो अब लास्टको t/3 भनेको यो टाइम होला मैले माने ल लास्टको t/3 भनेको यो टाइम हो त भनेपछि यो भन्दा माथिल्लो t/3 होला भनेर सपोज गरे यो भनेको यो भन्दा माथिल्लोको मतलब 2 सुरुको t/3 त हेर त लास्टको जुन टाइमको डिस्प्लेसमेन्ट सोध्छ नि त्यतिवटा पार्टमा टोटल टाइमलाई डिभाइड गरिदिने अब यसरी डिभाइड गरिसकेपछि अब हेर त यो टाइम इन्टरभलमा यति खस्या रहेछ यो टाइम इन्टरभलमा यति खस्या रहेछ र टाइम इन्टरभलहरू इक्वल छन् भने यो x भयो भने यो कति होला भने त यसरी हुन्छ हुन्छ सर अब कहाँसम्मको सम हुने भयो भन त यो सबै जोड्यो भने नै h सित इक्वल भइदियो त 5 र 3 8 र 1 9 त 9x भयो कि भएन 9x भनेको कति लेख्न मिल्छ h भयो अहिले पनि मिलेन सर अहिले पनि अप्सनमा मिलेन सर x इक्वल्स टु h/9 भयो ठीक त भनेपछि 5x इक्वल्स टु कति हुन्छ त यो भनेको 5 इन्टु h/9 भयो ठीक भयो ठीक छ खै त किन केही बोलिरहेको छैन यस सर क्रिस्टल क्लियर भन्नुको मतलब यस्तो क्वेशनमा के टेक्निक रहेछ भने लास्टको जुन टाइमको डिस्प्लेसमेन्ट सोधेको छ नि त्यो टोटल टाइमलाई त्यति पार्टमा डिभाइड गरिदिनु पर्ने रहेछ अनि ऑड नम्बरको रेशियो मिलाउने अनि त्यसपछि x को भ्यालु निकाल्ने अनि त्यसपछि कुन डिस्प्लेसमेन्ट सोधेको छ त्यसको रेस्पेक्टिभ x ले मल्टिप्लाई गर्ने बित्तिकै आन्सर आउँछ ठीक अहिले पनि मिलेन कुनै अप्सन सित सर केही पनि मिलेन सर ओके एउटा h बाहेक केही पनि मिलेन ओके एउटा h बाहेक केही पनि मिलेन ल मिलेछ यो टेल क्वेशन नन मिलेछ टेल क्वेशन another टेल क्वेशन छ फाइन्ड height of body in first t/3 time ल अब त पक्कै मिल्छ कुनै न कुनै अप्सन सित find height of h/9 सर अहिले नि मिलेन in first t/3 टाइम सरले फर्स्ट भन्नुभएको छ हो लास्ट हैन यो बडी ग्राउन्डबाट कति हाइटमा हुन्छ भनेर सोध्यो मतलब हेर अहिले नि मिलेन यहाँदेखि यहाँसम्म आउन त्यसलाई t टाइम लागेको छ तर फर्स्ट t/3 टाइममा यहाँ छ कि छैन भन त हेर त यहाँ त यो ग्राउन्डबाट कति हाइट भनेको त तलबाट नाप्ने हो नि फेरि माथिबाट कति तल खस्यो त्यो हेर्न थाल्ने हैन फेरि हाइट भनेको मुनिबाट नाप्ने हो कि माथिबाट नाप्ने हो अरे गजब छ मिले सर मिले अहिले हाइट भनेको माथिबाट तल भयो भने त डेप्थ भन्छ नि हाइटको मतलब के हुन्छ ग्राउन्डबाट हेर्ने हो कि हैन भन्यो एउटा अब्जेक्ट 2 मिटर हाइट छ त तिमीले के बुझ्छ त्यो खाल्डो खनेर 2 मिटर मुनि जान्छ कि ग्राउन्डबाट 2 मिटर माथि हेर्छ ग्राउन्डबाट माथि हो त फाइन्ड हाइट अफ बडी इन t/3 टाइम को मतलब यहाँदेखि यहाँसम्म खस्ने क्रममा यो t/3 टाइममा t/3 टाइमसम्म खसिसकेपछि त यहाँ होला यो आफ्टर t/3 टाइममा त यहाँ होला त यो भनेको ग्राउन्डबाट कति हाइटमा छ भनेर सोध्या हो को मतलब के सोध्या हो 5 र 3 8 त यो हाइट भनेको 8x हो कि हैन त 8x को भ्यालु कति हो भनेर सोधिराखेको छ ठीक भन त अब x को भ्यालु कति निकालेको थियो भन त x कति थियो h/9 h/9 अब मिल्यो एउटा अप्सन सित मिल्यो यही क्वेशन मोड्युलमा दिएको छ कतिजनाले देख्ने बित्तिकै 8h/9 जुन भन्दै थियो त मोड्युलमा यही क्वेशन दिएको छ है त अ बडी इज ड्रप फ्रम सर्टेन हाइट इट रिचेस टु ग्राउन्ड इन टाइम t फाइन्ड हाइट अबभ द ग्राउन्ड सर्फेस आफ्टर इट हैज फलेन फर टाइम t/3 भनेर भनेको छ त यो क्वेशन मोड्युलमा दिएको छ त हेर प्राय हामीले यही मिस्टेक गर्छौं के कन्सेप्टमा ध्यान नदिकन
मोड्युलमा जे दिएको छ त्यो क्वेसन डाइरेक्ट रट्ने कोसिस गर्छौ के, तर मैले त्यही क्वेसनलाई सुरुमा एकछिनसम्म तिमीहरूलाई घुमाए गरे त्यसमा नन अप्सन राखेर, ताकि मोड्युलै वाला एन्सर भन्नुस् भनेर। अब कन्सेप्ट अनुसार यो सोधोस् यो सोधोस् यसैमा सोधिन्छ, फाइन्ड हाइट अफ दिस बडी आफ्टर 2t/3 टाइम, 2 3/3 टाइम पछि यसको हाइट कति हुन्छ, त अब एन्सर के हुन्छ? सर यसमा त सर फर्स्ट t/3 सेकेन्ड भनेको मैले अहिले क्वेसन चेन्ज गरे, यसमा त फर्स्ट t/3 भनेको छु नि। त्यही त सर यो बुझिएन सर, यो त यो के रे 5x + 3x 8x हैन, टोटल त्यो निकाल्नु पर्यो 9x 9x = h, अनि त्यसपछि फर्स्ट t/3 भनेको चाहिँ x मात्रै हुनु हुन्छ सर, 1:3:5 को रेशियो। अघिदेखि मैले हाइट र डेप्थमा के फरक छ त्यो भनिराखेको थिएन। यो क्वेसनमा फाइन्ड हाइट सोधिया छ कि डेप्थ सोधिया छ भन त? ए हाइट सोधिया छ। हाइट सोधिया छ त हाइट भनेपछि तिमीले यसलाई हाइट कन्सिडर गर्छ कि ग्राउन्डबाटको डिस्टेन्सलाई हाइट कन्सिडर गर्छ? ए ग्राउन्डबाटको डिस्टेन्सलाई। मैले यो थोरै सोधिया छु कि फाइन्ड हाइट डिसेन्डेड बाइ इट इन फर्स्ट t/3 सेकेन्ड, यो फेरि छुट्टै केस भइदियो। फर्स्ट t/3 टाइममा कति हाइट खस्यो भन्यो भने यो निकाल्ने हो, तर यदि मैले खाली हाइट मात्र भनिदियो भने त अब्भियसली ग्राउन्डबाट माथिसम्मको दूरी सोध्या हो भनेर बुझ्नु पर्यो नि। क्लियर? यस सर। अब यदि म सोध्छु फाइन्ड हाइट अफ द बडी आफ्टर 2t/3 टाइम, 2t/3 टाइम पछि यसको हाइट कति हुन्छ होला? 5h/9। 5h/9 हो, त यो पहिलो t/3 हो, यो दोस्रो t/3 हो, त दुईटा t/3 कटिसकेपछि यहाँ आउँछ कि आउँदैन? त अब हाइट कति, त यो पार्ट सोधेन 5x सोधेन अब? यस सर। हो, त्यसैले क्वेसनमा एकदम ध्यान दिनुपर्छ। यसले हाइट सोधिरहेको, यदि भनिदियो फाइन्ड हाइट डिसेन्डेड बाइ इट, त डिसेन्डेड भनिदियो भने त म माथिबाट तल खसेको हेर्छु, तर सिम्पली हाइट भनिदियो भने म सिधा ग्राउन्डबाट हेर्छु त्यसलाई। यति क्लियर? यस सर। यस सर क्लियर। ओके, एउटै क्वेसन हेर त कति तरिकाले मैले झुक्याउन खोजे तिमीहरूलाई। मोड्युलमा जम्मा यो 8h/9 यही एउटा मात्र दिएको छ, छोड दिएको छ। अब यस्तो तरिकाले पनि त क्वेसन सोधिदिन सक्छ। ल अब हेरौँ, माथिको फिगर अघिदेखि मैले बचाएर राखेको छु किनभने यहाँ अरू पनि धेरै कुरोहरू देखाउनु छ। अब हेर, अब नेक्स्ट फिगर यस्तो कोर, यहाँ के गरिदियो, इनिशियल भेलोसिटी 0, इट इज मुभिङ इन स्ट्रेट लाइन विथ कन्स्टेन्ट एसिलरेसन। अब म यहाँ के गर्छु, यो जुन डिस्टेन्सेसहरू छन् यसलाई इक्वल बनाइदिए। फर्स्ट यस ट्राभल गर्न t1 टाइम लाग्यो, एनदर यस ट्राभल गर्न t2 टाइम लाग्यो, त्यसपछिको यस ट्राभल गर्न t3 टाइम लाग्यो, ल लास्टको यस ट्राभल गर्न कति टाइम लगायो, tn टाइम लगायो भने को मतलब इक्वल डिस्टेन्स ट्राभल गर्ने टाइम फरक छ। किन? त एसिलरेटेड मोसन थियो यो है। त यो t1 t2 t3 को रेशियो कति हुन्छ त्यो हामीले निकाल्नु पर्ने भयो। अब यो एनदर थ्योरी आयो यहाँनिर। ल पहिला यो फिगर कोर त सबैले, को मतलब यही कंडीशन छ, a particle starts from rest and moves along a straight line with constant acceleration a, then find the ratio of successive time interval for equal interval of equal distances. First यस डिस्टेन्स t1 टाइममा ट्राभल गर्यो, another यस डिस्टेन्स t2 टाइममा, त्यसपछिको सक्सेसिभ यसको लागि यसलाई t3 टाइम लाग्यो र लास्टको यसको लागि यदि tn टाइम लाग्यो हो भने त t1 t2 t3 को रेशियो निकाल्नु पर्यो। यति लेखिसक्यो भन त? ठीक? यस सर लेखियो। ओके, अब पहिला त यो हेर, मलाई टाइम को रेशियो निकाल्नु छ त यस इक्वल्स टु हाफ at² फर्मुला हुन्छ भने त u 0 छ कि छैन? t को ठाउँमा t1 भइदिन्छ हैन न। यो s को लागि मैले युज गरे भने यति हुन्छ, त t1 भनेको √2s/a लेख्न सकिन्छ हैन? सकिन्छ। ओके, √2s/a, त ओके मैले t1 लिए त √2s/a लिए। यदि मैले t1 + t2 लिए भने के हुन्छ? यहीँबाट गेस गर्न सक्छु। t1 + t2 मा कतिवटा यस छ भन त? 3s 3s 2s भने
2s ओके त t1 plus t2 मा s plus s भनेर त 2s भइदियो त दिस क्यान बी रिटन एज 2 into 2s by a हुन्छ ठीक ल अब यदि मैले t1 plus t2 plus t3 लियो भने कतिवटा s होला यहाँसम्म t1 t2 t3 यस तीनटा s भइदियो 2 into 3s 2 into 3s 2 into 3s by a लेख्न पाइयो पाइयो ओके डट अब लास्टको एकैचोटी t1 plus t2 plus डट tn सम्म मैले लिएको भए कतिवटा s आउँथ्यो होला tn सम्म त ns हैन ns 2 into ns 2 into ns by a हुन्थ्यो ठीक अब अघि जस्तै म टाइम को रेशियो निकाल्छु त t1 is to t1 plus t2 is to t1 plus t2 plus t3 is to dot गरेर लास्ट वाला एकैचोटी कति त t1 plus t2 plus dot गरेर tn ल यो ब्र्याकेटमा राख्दियो अलि राम्रो देखिन्छ है त यसको रेशियो कति होला तिमीहरु आफै भन 1:√2:√3 कति होला रूट अंडर 2s by a सबैबाट क्यान्सल हुन्छ √2s by a √2s by a √2s by a सबैमा छ त जे होस् यहाँ कति हुन्छ 1:√2 कति 1:√2 is to √3 is to dot गयो भने लास्टमा √n बाँकी रहन्छ n होला ठीक अब मलाई t1 t2 t3 को रेशियो चाहियो त यसको लागि म के गर्छु भन त t1 मैले यहाँ t2 ल्याउनु पर्यो त t2 ल्याउनको लागि म योबाट फर्स्ट टर्म घटाउँछु सेकेन्डबाट फर्स्ट र यो थर्ड बाट सेकेन्ड यसरी घटाउँदै गयो भने हेर त योबाट यो घटायो भने t1 क्यान्सल त यहाँ t2 भइदिन्छ योबाट यो घटायो भने t1 plus t2 क्यान्सल त यहाँ कति भइदिन्छ t3 त भन्यो हामीले जे निकाल्न खोजेको यो प्याटर्नमा ल्याउनु छ भने सेकेन्ड बाट फर्स्ट थर्ड बाट सेकेन्ड फोर्थ बाट थर्ड यसरी घटाउँदै गयो भने यो फर्ममा आउँछ कि आउँदैन त यहाँ पनि त योबाट यो सबट्र्याक्ट हुन्छ योबाट यो सबट्र्याक्ट हुन्छ यो कति हुन्छ 1:2 अब √2 बाट 1 गयो त यो कति भइदिन्छ √2 - 1 हुन्छ अनि त्यसपछि हेर यो टर्मबाट यो टर्म सबट्र्याक्ट हुन्छ त यो कति हुन्छ √3 - √2 हुन्छ अनि डट गर्दै गयो भने डट लास्टमा के हुन्छ √n - √n - 1 एउटा मिठो एन्सर आउँछ कि आउँदैन यस सर यसको क्वेशन अहिलेसम्म सोधेको छैन कुनै पनि एक्जाममा सोधेको छैन यसको है अघिको 1:3:5 वाला क्वेशन्स धेरै पटक सोधिया छ तर मैले यो फर्मुला लेखिदिएको हो यदि कथम कदाचित यसको क्वेशन सोध्यो भने यो फर्मुला हो थाहा पाइराख्या छ भने गुणकारी साबित हुनेछ यति क्लियर यस सर क्लियर यो मेट्दिम मेटम है ला अब हेर नेक्स्ट कन्डिसन अब हामी पढ्छौं प्रब्लम्स विथ लिफ्ट कस्तो प्रब्लम लिफ्ट सित प्रब्लम यो वास्तवमा क्वेशन हो म एउटा फर्मुला निकाल्दिन्छु सबैमा त्यही फर्मुला युज गर्दिने हेर लिफ्ट सित रिलेटेड प्रब्लममा कस्तो टाइपको क्वेशन सोध्छ त्यो हेर एउटा लिफ्ट दिएको हुन्छ दिस इज लिफ्ट लिफ्टको हाइट कति छ यो हाइट दिएको हुन्छ 10 मिटर या 5 मिटर लिफ्टको हाइट क्वेशनमा गिभन हुन्छ र लिफ्टमा के भनिदिन्छ दिस लिफ्ट इज मुभिङ भर्टिकली अपवर्ड विथ द एक्सेलरेसन भनिदिन्छ के भनिदिन्छ दिस लिफ्ट वाज
moving vertically upward direction with acceleration. अब मान न यो एक्सिलरेसन 2 मिटर पर सेकेन्ड स्क्वायर 3 मिटर पर सेकेन्ड स्क्वायर यस्तो केही दिन्छ, लिफ्टको हाइट दिन्छ अनि यो कति एक्सिलरेसनले माथि जाँदै थियो त्यो एक्सिलरेसन गिभन हुन्छ क्वेसनमा। अनि त्यसपछि के भन्छ, यो माथि जाँदै गरेको लिफ्टको सिलिङबाट कुनै एउटा अब्जेक्ट खस्यो, प्राय जसो क्वेसनमा त्यो बोल्ट इज ड्रप्ड भनिदिन्छ। के भन्छ, बोल्ट, नट बोल्ट हुन्छ नि, लिफ्टको सिलिङबाट एउटा बोल्ट खस्यो अरे, त बोल्ट खस्यो भने यो बोल्टलाई लिफ्टको फ्लोरसम्म आउन कति टाइम लाग्छ भनेर क्वेसन बनाइदिन्छ। यस्तो क्वेसन देख्या होला धेरै ठाउँमा, क्लास 11 को बुकमा पनि छ यो क्वेसन। ठीक, त लिफ्टको हाइट दिएको हुन्छ अनि कति एक्सिलरेसनले गयो त्यो पनि दिएको हुन्छ र यो माथि जाँदै गरेको लिफ्टबाट यसको सिलिङमा कुनै बोल्ट थियो, त्यो बोल्ट ड्रप भयो, त ड्रप भयो भने त्यसले यसको फ्लोरसम्म आउन कति टाइम लाग्छ भनेर सोधिदिन्छ। यो एउटा क्वेसन। अर्को क्वेसन के बनाइदिन्छ कि यो लिफ्ट माथि नगएर तल आउँदै थियो ए एक्सिलरेसनले, के भयो, यो लिफ्ट माथि नगएर तल ए एक्सिलरेसनले आउँदै थियो अनि यसको सिलिङबाट त्यही बोल्ट खस्यो भने अब यसलाई फ्लोरसम्म आउन कति टाइम लाग्छ। त दुईटा क्वेसन यो भित्र आयो कि आएन, ए एक्सिलरेसनले माथि जाँदै गरेको बेलामा टाइम निकाल या ए एक्सिलरेसनले तल आइरहेको बेलामा टाइम निकाल भनिदियो। दुईटा क्वेसन आयो अहिलेसम्म भन त? आयो। ओके, थर्ड क्वेसन के हुन्छ, लिफ्ट वाज मुभिङ विथ कन्स्ट्यान्ट भेलोसिटी भनिदिन्छ। यो लिफ्ट कन्स्ट्यान्ट भेलोसिटीले तल आउँदै थियो अनि यहाँ भएको बोल्ट खस्यो, त्यसलाई यसको फ्लोरसम्म आउन कति टाइम लाग्छ निकाल। थर्ड क्वेसन यो। फोर्थ क्वेसन, लिफ्ट कन्स्ट्यान्ट भेलोसिटीले माथितिर गइराखेको थियो अनि यहाँ भएको बोल्ट खस्यो अनि यसलाई यसको फ्लोरसम्म आउन कति टाइम लाग्छ। त्यस्तो कतिवटा क्वेसन छ लिफ्ट वाला क्वेसन भन त? चारवटा क्वेसन छ है। अब यो चारवटा क्वेसनलाई एउटै कन्सेप्टबाट हामी डिल गर्छौं। यति क्लियर भन त? यस सर। यस सर। ल हेर, क्वेसन गरे पनि सब फिल आउने। ल हेर, क्वेसन यही, ल यही क्वेसन बनाइदियो। अ लिफ्ट हैज हाइट h, ठीक, एन्ड इट्स लिफ्ट हैज हाइट 5 मीटर. It is moving vertically upward direction with acceleration 2 meter per second square. A bolt from ceiling drops. Find time taken by bolt to reach the base of the lift. त्यसको लिफ्ट को बेस सम्म आउन कति टाइम लाग्यो? यही भयो क्वेसन। 5 मिटर हाइट भएको लिफ्ट थियो, 2 मिटर पर सेकेन्ड स्क्वायरको एक्सेलरेसनले माथि जाँदै थियो, त्यसको सिलिङबाट बोल्टलाई खसेर त्यो लिफ्टको फ्लोरसम्म आउन कति टाइम लाग्छ भनेर क्वेसन बनाइदिन्छ। ठीक, ओके। ल त पहिला म लिफ्ट को फिगर कोर्छु। यो लिफ्ट भयो, यो लिफ्ट को केबल भयो, यस्तो टाइपको है। अब यहाँनिर एउटा बोल्ट थियो, अब यो बोल्ट यहाँबाट खसेर ग्राउन्डसम्म आयो, यसको फ्लोरसम्म, ग्राउन्ड त नभनौँ, यसको फ्लोरसम्म आउन यदि टाइम टी लाग्या हो भने यो टाइम कति छ मेजर गर्नको लागि लिफ्ट भित्र एउटा मान्छे हुनु पर्यो कि परेन भन त? हुनु पर्यो। घडी लाएर बस्नु परेन? ए घडी लागिरहेछ हातमा, समय त हेर्नु पर्यो नि उसले कति समय लगायो भनेर। ठीक, अनि हामीले थ्योरिटिकली क्याल्कुलेट गरेको रिजल्टसित मिल्नु पर्यो उसले, उसको अब्जर्भेसन। ठीक, र यो फ्लोर र सिलिङको ग्याप भन्नाले यो हाइट h छ है। र म फर्स्ट केसमा अपवर्ड एक्सिलरेसनको केस सल्भ गर्छु है। भन्नुको मतलब अपवर्ड एक्सिलरेसन मैले माने, अपवर्ड एक्सिलरेसन, लिफ्ट माथि जाँदैछ, ए एक्सिलरेसनले जाँदैछ भनेर मैले सपोज गरेको थिएँ। ठीक, इट वाज मुभिङ इन अपवर्ड। मैले एउटा केस सल्भ गरिदिएँ भने बाँकी 3टा केस तिमीहरूले आफै बुझिहाल्छ यसमा यो एन्सर हुन्छ भनेर। ठीक, यति फिगर कोरिसक्यो? यस सर। अब भन, यो लिफ्ट भित्र भएको मान्छेको रेस्पेक्टमा हामी सबै क्याल्कुलेसन गर्छौं। कहाँ? लिफ्ट भित्र भएको। त पहिला यो भन, यो लिफ्ट भित्र भएको मान्छेले यो बोल्टलाई फ्लोरमा आएको देख्दाखेरि उसले कति हाइट खस्यो भन्छ? पहिला त्यो भन त, भित्र बसेको मान्छेले। यस हाइट। कति हाइट भन्छ?
एचै हाइट भन्छ नि। उसलाई त के मतलब भयो र? उसले त सिम्पली के भन्छ, सुरुमा यो यहाँ थियो, फाइनली फ्लोरमा आयो। त भित्र बसेको अब्जर्भरको रेस्पेक्टमा उसले एचै हाइट खस्यो भन्छ कि भन्दैन? त उसको रेस्पेक्टमा उसले कति हाइट खसेको देख्यो? एच हाइट खसेको देख्यो। त उसको रेस्पेक्टमा यो बोल्टको रिलेटिभ सेपरेसन, रिलेटिभ डिस्टेन्स कति आफ्नो रेस्पेक्टमा देखेकोले यो रिलेटिभ भन्ने टर्म्स आयो कि आएन भन त? Yes, sir. त उसले कति डिस्टेन्स आफ्नो रेस्पेक्टमा, रेस्पेक्टको मतलब रिलेटिभ भन्ने कुरो हो कि होइन? म भन्छु डिस्प्लेसमेन्ट अफ ए विथ रेस्पेक्ट टु बी। ल, डिस्प्लेसमेन्ट अफ ए विथ रेस्पेक्ट टु बी को मतलब बी को रेस्पेक्टमा ए कति टाढा छ, त यसैलाई रिलेटिभ भन्ने हो कि होइन भन त? बी अब्जर्भर हो, बी अब्जर्भर भयो। त भनेपछि अहिले यो अब्जर्भर छ, त यो अब्जर्भरले आफ्नो रेस्पेक्टमा कति हाइट खसेको देख्छ? त यो चाहिँ हाइट खसेको देख्छ नि। उसले त सिम्पल हिसाब लगाउँछ, यो सिलिङमा थियो, फ्लोरमा आयो, त मेरो रेस्पेक्टमा त यो चाहिँ खस्या हो नि, उसको रेस्पेक्टमा यो चाहिँ खसेको भयो कि भएन भन त? बोलिरहेको छैन? तर बाहिर बस्ने मान्छेले के यच खसेको देख्छ भन त? बाहिरबाट हेर्ने मान्छेले यदि ग्राउन्ड सर्फेसमा एउटा मान्छे यहाँ उभिराखेको छ, उसले हेर्दाखेरि उसले त त्यसरी खसेकै देख्दैन। लिफ्ट माथि गइराखेको थियो भने त बाहिर बस्ने मान्छेले देख्दाखेरि त जब यो बोल्ट ड्रप भयो, ड्रप भएको बेलामा यो भित्र भएको अब्जेक्टसित इनिसियल भेलोसिटी अपवर्ड डाइरेक्सनमा छ कि छैन भन त? बाहिरको रेस्पेक्टमा बाहिर बसेको मान्छेलाई यो बोल्टलाई रेस्टबाट खसेको देख्छ कि मोसनबाट खसेको देख्छ? मोसनबाट खसेको देख्छ। त उसले मोसनबाट खसेको देख्यो भने त बाहिर बस्ने मान्छेले ड्रप हुने बित्तिकै सिधा तल आएको थोरै देख्छ। यसको इनिसियल भेलोसिटी भएको कारणले गर्दा केही हदसम्म माथि गएको देख्छ, अनि फेरि रिटर्न भएर फ्लोरसम्म आएको देख्छ। त भनेपछि बाहिर बस्ने मान्छेले के यो लिफ्ट भित्रको मान्छेले जति भर्टिकल हाइट खस्यो देख्यो, उसले पनि त्यही हाइट देख्छ कि अलि फरक हाइट देख्छ? फरक देख्छ हो कि तबसम्ममा यो फ्लोर पनि त माथि गइसक्यो हुन्छ नि। फ्लोर पनि अब्जेक्ट यसरी घुमेर खस्ने क्रममा छ, यो सिस्टम माथि माथि गइराखेको छ भने फ्लोर पनि छिटो छिटो माथि गएर बीच बाटोमै क्याच गर्छ कि गर्दैन भन त? गर्छ। त बाहिर बस्नेको अब्जर्भरले जति यच ट्राभल गरेको देख्छ, भित्रवालाले खालि यच मात्र देख्यो कि देखेन? त दुईटैको रेस्पेक्टमा अलग अलग यच छ कि छैन भन त? छ। त त्यसैले मैले भित्रको रेस्पेक्टमा निकाल्दैछु, त बाहिर बसेको वालाले छुट्टै यस क्याल्कुलेट गर्छ, भित्र बसेको वालाले छुट्टै यस क्याल्कुलेट गर्छ। त यस भनेको फिक्स भयो कि रिलेटिभ भइदियो भन? रिलेटिभ भइदियो। त अब म बाहिर बसेको रेस्पेक्टमा क्याल्कुलेसन गर्छु भने एक पेज लामो सल्युसन भइदिन्छ। बाहिर बसेको अब्जर्भरलाई रिफरेन्स मानेर फेरि यो कति माथि गयो, फेरि कति तल आयो, फेरि त्यो टाइममा यो लिफ्ट कति माथि गयो, अनि जोड घटाउ धेरै गर्नुपर्छ। तर भित्र बसेको रेस्पेक्टमा त्यो यस क्याल्कुलेट गर्न त सिधा भन्न मिल्छ नि। यस रिलेटिभ भनेको सिधा यस भन्न मिल्यो कि मिलेन? मिल्यो। ओके, अब भन, भित्र बसेको मान्छेले यो लिफ्टलाई रेस्टबाट खसेको देख्छ कि मोसनबाट खसेको देख्छ? आफ्नो रेस्पेक्टमा भित्र बसेको मान्छे रेस्टबाट खसेको देख्छ नि। तर बाहिर बसेको मान्छेले के रेस्टबाट खसेको देख्छ त? देख्दैन। त मैले बाहिरबाट क्याल्कुलेट यसको रेस्पेक्टमा क्याल्कुलेट गरेँ भने झन्झट छ। यो खस्ने बेलामा एउटा यु भेलोसिटी मान्नु पर्यो जुन अपवर्ड डाइरेक्सनमा फर्केको थियो। तर भित्र बस्ने वालाले त यसलाई सिलिङमा त सुरुमा त रेस्टमै देखेको थियो नि, अनि रेस्टबाट खसेको देखिएकोले त भित्र बसेको मान्छेले आफ्नो रेस्पेक्टमा त्यसको इनिसियल भेलोसिटी 0 देख्छ कि देख्दैन? देख्छ। हो, त हामीले सबै भित्रको रिफरेन्सबाट, आखिर यो रिफरेन्सबाट निकाल्ला या यो रिफरेन्सबाट निकाल्ला, लास्टमा एन्सर चाहिँ एउटै आउनेवाला छ। त म यो बाहिरको रिफरेन्स मानेर त्यो एक पेज लामो सल्युसन किन गर्ने? भित्रको रिफरेन्समा निकाल्दा टाइम त एउटै हुन्छ दुईटैको लागि। ठिक त ओके। त भित्र बसेको मान्छेले आफ्नो रेस्पेक्टमा कति डिस्टेन्स खसेको देख्यो? यच रिलेटिभ भनेको यच भइदियो। उसले आफ्नो रेस्पेक्टमा रेस्टबाट खसेको देख्यो, त इनिसियल भेलोसिटी 0 भनिदिन्छ आफ्नो रेस्पेक्टमा। अब भित्र बसेको मान्छेले यो स्टोनलाई कति एसिलेरेसनले खस्या देख्छ, त्यो इम्पोर्टेन्ट कुरो हो। हेर, यो अब्जेक्ट ड्रप भयो भने यो अब्जेक्ट फ्री फलमा आउँछ कि आउँदैन भन त?
आउँछ सर। कुनै पनि अब्जेक्ट ड्रप भइराखेको छ भने फ्री फल हो कि हैन? हो सर। त अब वास्तवमा यो अब्जेक्ट जी को एक्सिलरेसनले तल खस्दैछ, तर यो मान्छेले यसलाई जी कै एक्सिलरेसनले खसेको देख्छ कि छुट्टै एक्सिलरेसनले खसेको देख्छ? छुट्टै, किनभने यो मान्छे लिफ्ट सँगै आफै ए एक्सिलरेसनले गइरहेछ कि छैन? हो सर हो। त भनेपछि हेर, यो अब्जेक्ट डिट्याच हुने बित्तिकै जी को एक्सिलरेसनले खस्न थाल्यो, तर यो मान्छे आफै ए को एक्सिलरेसनले गएको कारणले गर्दा उनले यो बललाई अब खसेको देख्दाखेरि जी ले नै खसेको देख्छ कि रिलेटिभ एक्सिलरेसनले खसेको देख्छ? रिलेटिभ एक्सिलरेसन। त अब रिलेटिभ एक्सिलरेसन कति होला? यो दुईटाको बीचको रिलेटिभ एक्सिलरेसन त डाइरेक्सन सेम छ कि अपोजिट छ एक्सिलरेसनको भन? जी माइनस ए। सर मैले यो बुझिन सर, यो पोइन्ट मैले बुझिन सर। बल डिट्याच भयो भने फ्री फलमा आउँछ कि आउँदैन भनौँ? यस सर, फ्री फलमा आउँछ। फ्री फलको मतलब हो त्यसमा कति एक्सिलरेसन छ? जी। र जी को डाइरेक्सन अप हुन्छ कि डाउन हुन्छ? जहिले पनि डाउन नै हुन्छ। डाउन। तर यो मान्छे आफै ए एक्सिलरेसनले माथि गइराखेको छ किनभने यो लिफ्ट भित्र बसेको छ। यस सर। हो त मान्छेको एक्सिलरेसन अपवर्ड डाइरेक्सनमा छ, बलको एक्सिलरेसन डाउनवर्ड डाइरेक्सनमा छ भने अब यो मान्छेले यसको एक्सिलरेसन जी देख्छ कि रिलेटिभ एक्सिलरेसन देख्छ? उसले रिलेटिभ नै हो। रिलेटिभ देख्छ। त रिलेटिभमा डाइरेक्सन अपोजिट भयो भने रिलेटिभ निकाल्दाखेरि सबट्र्याक्ट हुन्छ कि एड हुन्छ? डाइरेक्सन यदि अपोजिट छ भने सबट्र्याक्ट हुन्छ। एड हुन्छ। रिलेटिभ भेलोसिटीमा पढेको छैन? यो यता गयो v1 भेलोसिटीले, सेम डाइरेक्सनमा गयो यो अर्को v2 भेलोसिटीले, त यो केसमा v रिलेटिभ निकाल्दाखेरि v1 माइनस v2 गरिन्छ। तर अपोजिट डाइरेक्सनमा यसरी गयो भने अपोजिट डाइरेक्सनमा रिलेटिभ भेलोसिटी निकाल्दाखेरि एड हुने हैन? यस सर। अरे हल्का कन्सेप्ट त होला नि क्लास 11 को। सेम डाइरेक्सनमा मुभिङ छ भने रिलेटिभ निकाल्दाखेरि हामी के गर्छौं? सबट्र्याक्ट गर्छौं। अपोजिट डाइरेक्सन छ भने रिलेटिभ निकाल्दाखेरि के गर्छौं? एड गर्ने हैन? हो सर। आदित्य? यस सर। हेर, रिलेटिभ भेलोसिटीमा सबट्र्याक्ट नै गर्ने हो, तर अपोजिट डाइरेक्सन भएकोले एउटामा डबल माइनस भइदिन्छ के। जस्तै हेर, यो ए छ, यो va भेलोसिटीले गयो, यो चाहिँ b छ, यो vb भेलोसिटीले गयो। त रिलेटिभ भेलोसिटी भनेको भेलोसिटी अफ ए विथ रेस्पेक्ट टु b भनेको va भेक्टर माइनस vb भेक्टर हो कि हैन? हो। त म मोडमा राख्छु। त मोडमा राख्यो भने a भेक्टर माइनस b भेक्टरको फर्मुला युज हुन्छ? हो। त यस्तो बेलामा रूट अंडर va स्क्वायर प्लस vb स्क्वायर माइनस 2 टाइम्स va vb इन्टु cos थीटा हुन्छ? हो। त अब सेम डाइरेक्सन छ भने थीटा 0 डिग्री भयो कि भएन? भयो। सेम डाइरेक्सन छ भने थीटा 0 डिग्री भयो भने त यो भनेको va माइनस vb भइदिन्छ रिजल्ट? यस सर, va माइनस vb। सेम डाइरेक्सनमा va माइनस vb। तर यदि यो यतातिर गइदिएको भए त अपोजिट डाइरेक्सन भयो भने थीटा कति डिग्री हुन्छ? 180 डिग्री हुन्छ। 180 एन्टी त म त्यो उता छेकेको छ, म यहाँ लेखिदिन्छु ल। त यदि अपोजिट डाइरेक्सन छ भने यो va स्क्वायर प्लस vb स्क्वायर माइनस 2 टाइम्स va vb, अपोजिट डाइरेक्सन छ भने cos 180 डिग्री युज हुन्छ? यस सर। va प्लस vb 180 डिग्री को भ्यालु -1 हैन? हो। यस सर, -1 प्लस माइनस माइनस प्लस भइदियो भने a प्लस b को होल स्क्वायर भइदिदैन? यस सर, va प्लस vb। त va प्लस vb यही कुरो त अघिदेखि म भन्दैछु। त त्यसैमाथि चाहिँ रिलेटिभ भेलोसिटी त खासमा माइनसै गर्ने हो, तर सेम डाइरेक्सन हुँदाखेरि एउटा va माइनस vb हुने रहेछ। अपोजिट डाइरेक्सनमा पनि सबट्र्याक्ट नै गरे हो, तर cos 180 डिग्रीको कारणले एडिसनको फर्ममा फाइनल रिजल्ट आइराखेको छ कि छैन? यस सर। त यति कुरो त सर्टकटमा तिमीलाई याद गर्नै पर्छ। रिलेटिभ भेलोसिटी यदि सेम डाइरेक्सनको केस हो भने डाइरेक्ट एन्सर va माइनस vb। अपोजिट डाइरेक्सन छ भने va प्लस vb हुन्छ कि हुँदैन? हुन्छ। तब हेर, यिनीहरुको एक्सिलरेसनको डाइरेक्सन सेम छ कि अपोजिट छ? एन्टी प्यारेलल छ, पोजिटिभ हुन्छ। अपोजिट छ। त अपोजिट डाइरेक्सनमा मैले यिनीहरुको रिलेटिभ एक्सिलरेसन निकाल्यो भने
एड गर्नुपर्ने भयो कि सब्ट्र्याक्ट गर्नुपर्ने भयो? Add फाइनल गर्नुपर्ने। एन्सर के हुन्छ? हुन त Addition. सब्ट्र्याक्सन नै हो, तर फाइनल एन्सर के थियो हाम्रो? G plus 180 A. डिग्री वाला केस हो भने G plus A. G plus A. G plus A। त यिनीहरूको बीचको रिलेटिभ एक्सिलरेसन G plus A भइदिएन? ओके, त भित्र बसेको मान्छेले यो बलको इनिशियल भेलोसिटी कति नोटिस गर्यो? 0। कति हाइट खसेको नोटिस गर्यो? h हाइट। र यो बललाई खसेको देख्दाखेरि उले कति एक्सिलरेसनले खसेको देख्यो? त G plus A ले खसेको देख्यो? देखियो। Yes, sir. ल त अब म यो फर्मुला युज गरिदिन्छु। S इज इक्वल्स टु UT प्लस हाफ AT स्क्वायर फर्मुला। त यहाँ त S को ठाउँमा S रिलेटिभ छ, U को ठाउँमा U रिलेटिभ छ, A को ठाउँमा A रिलेटिभ छ कि छैन भन त? किनभने यसको रेस्पेक्टमा क्याल्कुलेट गरेकोले सबै रिलेटिभ रिलेटिभ भयो कि भएन? भयो सर, रिलेटिभ हो। ओके, त S रिलेटिभ भनेको H, U रिलेटिभ भनेको 0 राख्देऊ, अनि यहाँ हाफ टाइम्स A रिलेटिभ भनेको कति थियो? G plus A इन्टु T स्क्वायर भयो। त T को एन्सर कति भयो त? √2H/G plus A भएन फर्मुला? भयो सर। त एक्जाममा क्वेसन सोध्यो भने तिमी डिराइभ गर्छ कि डाइरेक्ट फर्मुला युज गर्छ? सकभर त डाइरेक्ट फर्मुला नै हो। डाइरेक्ट फर्मुला युज गर्छ। त यदि लिफ्ट माथि जाँदै थियो ए एक्सिलरेसन, सिलिङबाट कुनै अब्जेक्ट खसेर फ्लोरसम्म आइपुग्यो भने यसलाई आउन कति टाइम लाग्छ? डाइरेक्ट फर्मुला √2H/G plus A। ठीक? यस सर। अब भन, यदि मैले यसमा कन्डिसन चेन्ज गर्छु, डाउनवर्ड एक्सिलरेसन गरिदिन्छु, अब लिफ्ट माथि ए एक्सिलरेसनले नगएर लिफ्ट तल ए एक्सिलरेसनले गइराखेको छ भने एन्सर के हुन्छ? तिमीहरू आफै G minus A। सल्भ गरेर देखाऊ। डाउनवर्ड डाइरेक्सनमा ए एक्सिलरेसनले गइराखेको थियो भने यिनीहरूको भ्यालु कति कति हुन्छ भन? सब त्यही हो, ए रिलेटिभ मात्र चेन्ज हुन्छ। ए रिलेटिभ मात्र चेन्ज हुन्छ। हो, तल खसिराखेको बेला पनि भित्र बसेको मान्छेले यचै खसेको देख्छ, त यस रिलेटिभ यच भयो। उले रेस्टिबाट खसेको देख्छ, तर एक्सिलरेसनको डाइरेक्सन यहाँ के भइदियो हेर त? बल तल खस्दैछ र मान्छे पनि तलै आइराखेको छ कि छैन लिफ्टसँगै? त डाइरेक्सन सेम भयो कि भएन? यस सर। त डाइरेक्सन सेम भयो भने अब रिलेटिभ एक्सिलरेसन निकाल्दाखेरि सेम डाइरेक्सनको लागि G minus A गर्नु परेन? पर्यो सर। हो, त अब यहाँनिर G plus A को ठाउँमा कति हुने भयो? G minus A हुने भयो। त एन्सरमा यहाँनिर G minus A हुने भयो कि भएन? यस सर। भयो सर। त्यो यो प्राणै पखेरु उड्ने टाइपको क्वेसन थियो त? सजिलो थियो सर। ठीक, अब यस्तो क्वेसन बिगार्छ? कहिले बिगार्दैन सर, 10 जिन्दगीमा कहिले पनि बिगार्दैन। त सर्टकटमा सम्झिने तरिका भनिदिउँ? सर्टकटमा यसरी सम्झिने। यस सर। सर्टकट यसको मूल मन्त्र यही छ, T इक्वल्स टु √2H/A रिलेटिभ लेख्नु पर्ने रहेछ तल। के लेख्नु पर्ने रहेछ? ए रिलेटिभ लेख्नु पर्ने रहेछ। त यो ए रिलेटिभ भनेको भित्र बस्ने अब्जर्भरको रेस्पेक्टमा। यदि लिफ्ट माथि जाँदैछ, ढुङ्गा तल खस्दैछ, त ए रिलेटिभको भ्यालु G plus A। किनभने खाली डाइरेक्सन मिलाउने हो नि, लिफ्ट माथि गयो को मतलब अब्जर्भर पनि माथि गयो है, तर ढुङ्गा त जहिले पनि तलै खस्छ, त डाइरेक्सन उल्टो छ, त G plus A। अब ढुङ्गा पनि तलै खस्दैछ, मान्छे पनि तलै आइराखेको छ लिफ्टसँग भने त यस्तो बेलामा सेम डाइरेक्सन छ, त G minus त ए रिलेटिभ भनेर सर्टकटमा याद राख्न सकिन्छ? यस सर। अब त भेलोसिटीको पनि मिल्यो सर यहीबाट। गुड। अब यदि कन्स्ट्यान्ट भेलोसिटीले अप डाउन गरे अब एन्सर के हुन्थ्यो होला? इफ v इज कन्स्ट्यान्ट, v इज कन्स्ट्यान्ट। अब हेर, लिफ्ट कन्स्ट्यान्ट भेलोसिटीले माथि गयो या तल गयो भने त्यो लिफ्टसँग एक्सिलरेसन हुन्छ? हुँदैन, जिरो। एक्सिलरेसन हुँदैन भने जहाँ जहाँ ए देख्छ त्यसको ठाउँमा 0 लेख्नु परेन? चाहे अपवर्ड जाओस् चाहे डाउनवर्ड जाओस्, त जहाँ जहाँ ए देख्छ त्यहाँ ए को ठाउँमा 0 राखिदियो भने सिम्पली यो एन्सर भएन? √2H/G भयो कि भएन? यस सर। यति क्लियर? यस सर। सजिलो थियो? त्यसो अब तिमी अपवर्ड र डाउनवर्ड दुईटै केसमा 2H/G नै आयो। एउटै एन्सर आयो।
माथि गयो भने पनि तल गयो भने पनि एउटै एन्सर। यस सर दुईटै। ठीक छ सर सर भन। सर यो लिफ्टको भित्र मान्छे छ भने यो नन इनर्शियल फ्रेम हो? एक्सिलरेसनको केस कि भेलोसिटीको केस? एक्सिलरेसनको केस नन इनर्शियल। यस, कन्स्ट्यान्ट भेलोसिटी छ भने इनर्शियल। ठीक। अब तिमी आफ्नो क्लास 11 को सबै क्वेशन हेर न, बीकेएस रेस्टोर न्यूमेरिकलमा एक्सिलरेसन वाला भनेको छ, कन्स्ट्यान्ट भेलोसिटी वाला भनेको छ, कुन वाला केस भनेको छ। अब डाइरेक्ट यो फर्मुला युज गर्दैन। ठीक छ सर ए रिलेटिभ निकालेको नै त्यो स्युडो फोर्स भन्छ नि, त्यही नै हो? के भनेको? मतलब त्यो एक्सिलरेसनको डाइरेक्सन अपोजिट गरेर उसन नि भन्छन् नि त्यो स्युडो फोर्समा क्या, यही नै हो? त्यो बेग्लै केस हो, त्यो यो हैन। यसको र त्यसको सम्बन्ध दूर दूर तकका सम्बन्ध छैन। स्युडो फोर्स भनेर हो एक्सिलरेटेड फ्रेम छ भने त्यहाँ स्युडो फोर्सको कन्सेप्ट युज गरिन्छ, तर यहाँ हामीले रिलेटिभ एक्सिलरेसन भन्नु र स्युडो एक्सिलरेसन, स्युडो फोर्समा युज हुने एक्सिलरेसन त्यो भिन्दा भिन्दी केस हो, एउटै केस छैन। यहाँ हामीले स्युडो कहाँ युज गरेका छौँ? रिलेटिभ एक्सिलरेसन पो निकाले हो त। स्युडो हामी डिटेलमा पढ्छौँ, न्युटन्स लमा आउँछ। सर स्युडो फोर्स भनेको सेन्ट्रिफ्युगल फोर्स हो। अरु पनि हुन्छ, स्युडो फोर्स, कोरवाइलिज फोर्सहरु पनि स्युडो हुन्छ, सेन्ट्रिफ्युगल फोर्स पनि स्युडो हुन्छ, जसमध्ये हामीलाई पढाइयो खाली सेन्ट्रिफ्युगलको बारेमा। यो बाहेक पनि धेरै स्युडो फोर्सेसहरु हुन्छ जसलाई हामी कोरवाइलिज फोर्स भनेर नाम दिन्छौँ। ठीक, खै त केही बोलेनौ त तिमीहरु? यस सर। मजाको छ फिजिक्स? यस सर। र मेरो एम के हुन्छ तिमीलाई प्रिपेयर गर्दाखेरि, मैले जुन जुन केसेसहरु देख्छु कन्स्ट्यान्ट भ्यालुहरु राखेर फर्मुला निकाल्दिन्छु के। त्यसैले मेरो नोट भन्दा बाहिरको एउटा पनि क्वेशन बाउन्स हुँदैन। पछि तिमीहरु जब लास्टतिर जान्छौ नि प्रिपरेसनको, त्यहाँ तिमीले फिल गर्छ कि यो नोट भित्र त भयभरको सबै कुरो यही लेखिराखेको रहेछ। मैले जति पनि यहाँ छ न्युमेरिकल्सहरु सल्भ गर्छु या जति थ्योरीहरु डेरिभेसन गर्छु, मेरो थ्योरीहरु आफैमा एउटा अब्जेक्टिभ क्वेशनको एन्सर हुन्छ। थियो अघि नै यो लिफ्ट वाला केस थियो भने त मैले चाहेको भए तिमीहरुलाई हाइट यति छ, ए यति छ, गुना भाग गरेर मैले निकाल्न सक्थे, तर मैले कन्स्ट्यान्ट भ्यालुहरु युज गरेर लास्टमा एउटा फर्मुला निकाल्दिन्छु के। त्यो फर्मुला याद छ भने युज गरिदियो, याद छैन भने एक दुई स्टेपमै तिमीहरुले मनमा नै सोच्न सक्छ यसको एन्सर थियो √2h/a रिलेटिभ थियो, यति त याद होला नि। अब माथि गएको केस हो कि तल गएको केस हो, त्यसको केसमा ए रिलेटिभको भ्यालु निकालेर सल्भ गर्दिने। यति क्लियर? यस सर। ल आजलाई चाहिँ यति गरौँ, भोलि चाहिँ हामी ट्रिक्स क्लास हेर्छौँ हैन? भोलि 7 बजेदेखि। भोलि 7 बजे भोलि ट्रिक्स सिकाउँछु है तिमीहरूलाई, क्याल्कुलेसन ट्रिक्सहरु, लामो लामो क्याल्कुलेसन्सहरु कसरी सल्भ गर्ने, राउन्ड अफ टेक्निकहरु म सिकाउँछु, डेसिमल वाला भ्यालुहरुलाई एक्ज्याक्ट यति हुन्छ भनेर कसरी एन्सर गेस गर्ने, त्यसको खाली ट्रिक वाला क्लास हुन्छ भोलिको। ठीक छ? अनि एउटा होमवर्क, म त ट्रिक सिकाइदिन्छु तिमीहरूलाई, तर तिमीहरू कतिको इमानदारी पूर्वक पढिराखेका छ त्यो भन। सर सबै छ। त्यसो भए मेरो एउटा क्वेशनको जवाब देऊ। यहाँनिर तिमीहरू जतिजना प्रेजेन्ट छौ 20 सम्मको टेबल कतिजनालाई आउँछ? 20 सम्मको टेबल। सर 18 त सर कस्तो कन्फ्युजिङ हुन्छ कहिलेकाहीँ। होइन, नम्बर 1 कुरो, यदि तिमीलाई फिजिक्समा क्याल्कुलेसन एकदमै सजिलो बनाउनु छ, हेर फिजिक्समा तिमीलाई, अब हेर फिजिक्समा तिमी नम्बर 1 कुरो यही मिस्टेक गर्छौ के, खाली हामी टिचर माथि डिपेन्ड गर्छौ। हैन, यो सरले मलाई यो कुरो सिकाइदिएन, उले ट्रिक सिकाइदिएन, र यो सरले ट्रिक सिकाइदियो, त्यो त ठीक छ, तर तिमीले आफ्नो कर्तव्य कतिको पूरा गरेका छौ। सबै ठाउँमा ट्रिक तब मात्र काम लाग्छ जब तिमीलाई 1 देखि 20 सम्मको टेबल आउँछ। 1 देखि 20 सम्मको टेबल तिमीले कण्ठ गरेको हुनै पर्छ। 1 देखि लिएर 20 सम्मको टेबल यदि आउँदैन भने आज याद गर। र फेरि
त्यो जुन छ नि विकासी मेथडबाट टेबल याद गर्ने हैन, यो यसरी पर्छ नि 2 1 जा 2 2 2 जा 4 2 3 जा 6, यो मेथड कहिले पनि युज नगर जुन तिमीहरुलाई 5 6 क्लासमा सिकाइएको छ। यसरी याद गर, देशी मेथड। कुन मेथड? देशी मेथड। गाउँघरतिर बुढापाकाहरूले सिकाउँछ नि दुक्का दु दुनी 4 दुतियाइ 6, यो मेथड याद छ? यस सर, अलिअलि। यो मेथडबाट याद गरेर आऊ, होमवर्क भयो। भोलि म सोध्छु एउटा यो। अब जस्तै 7 1 जा 7 7 2 जा 14, यो मेथडबाट झट्टै आन्सर आउँदैन के कति जनालाई। 7 into 3 21। त स्कुल यो गाउँ घरमा मान्छेहरूले याद गर्छ 7 का 7 7 दुनी 14 70 21 7 चौका 28, यसरी जुन याद गर्ने तरिका छ नि एन्सिएन्ट मेथड, यो मेथडले तिम्रो प्राण बचाउँछ एक्जाममा। तिमीलाई यदि यो टेबल जुन यो बोर्डिङ स्कुलहरुतिर पढाउँछ यसरी, यो मेथडबाट त्यो टेबल भन्नै टाइम लाग्छ। अब तिमीलाई भन्छ 7 into 8 कति हुन्छ, त सुरुदेखि पढ्न थाल्छ 7 का 7 7 दुनी 14, यसरी 7 into 8 कति हुन्छ त 7 1 जा 7 7 2 जा 14, पढ्दै 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 अनि 8 सम्म जान्छ। तर यदि तिमीले देशी मेथडबाट याद गरेका छ भने सिधा 7 का 7 7 दुनी 14 17 7 8 56 सिधै यसरी बनिन्छ। त्यसैले यो हेर आफ्नो आफ्नो तरिका हुन्छ सबैको आउने, तर तिमीहरू सकभर यो देशी मेथडबाट याद गर यो टेबल। यदि देशी मेथड आउँदैन भने आफ्नो घरमा त बुजुर्गहरू पक्कै हुन्छन् होला, बुजुर्गहरूसित सिक्ने यो देशी मेथडबाट मलाई सिकाइदिनुस्, मलाई फिजिक्सको प्रब्लम सल्भ गर्न सजिलो हुन्छ। कोही त मान्छे होला सिनियर मान्छे आफ्नो घरमा, पक्कै पनि उहाँहरूलाई चाहिँ पक्कै पनि आउँछ होला यो देहाती मेथडबाट यो टेबल याद गर्ने। ठीक, यति बुझ्यो? यस सर। तर एउटा कुरा सर, जस्तै केमिस्ट्रीको सर 7 बजेदेखि गराउनुहुन्छ, त्यस्तै कमल नेपाल सरलाई गर्न सक्नुहुन्छ? त्यसको लागि त तिमीले मनोजसँग कुरा गर्नुपर्छ। तपाईले कुरा गर्दिनु नि सर कमल नेपाल सर। हैन, मैले कुरा गर्न मिल्दैन के त्यसमा। मैले त आफ्नो पर्सनल ट्युसन चलाएको हैन। अब अरु सरहरुको के कस्तो हुन्छ त्यो उहाँहरुमा डिपेन्ड गर्छ के यो कुरोहरु। मनोज को हुनुहुन्छ सर? चिनेन मैले। मनोज तिमी क्लासमा आज फर्स्ट टाइम हो कि क्या हो? हैन सर, कतिवटा क्लास भ्याइसक्यो नि फर्स्ट टाइम। अनि मनोज त दिनदिनै क्लासमा हुन्थ्यो त, आज मात्र छैन त? सर स्टार्टिङमा गरे छैन। ओके, त्यो जीएस अनलाइन फिजको पेजमा मनोजको नम्बर छ है, त्यसबाट कल गर्नु। अनि उहाँले कल गर्दा मिलाउन सक्नुहुन्छ? अब त्यो त मनोजले भन्न सक्छ, त्यो त म भन्न सक्दिन। अब यहाँ कस्तो छ भने खासमा स्टुडेन्टहरुले बोटनी जुलोजीको ट्युसन त्यति रुचाउँदैनन् के, बोटनी जुलोजीको। त्यसैले बोटानी जुलोजीका सरहरु पनि, अब त्यसमा पनि समस्या के छ भने एउटै टिचरले पुरै पढाउन नसक्दो रहेछ के, फेरि त्यो समस्या छ। अब भर्टिब्रेट बनाउनेलाई इन्भर्टिब्रेटको सोध्यो भने फेरि थाहा छैन, इन्भर्टिब्रेट वालालाई फेरि भर्टिब्रेटको हुँदैन, त त्यो पार्ट अलग अलग हुँदो रहेछ के। तर हामी फिजिक्समा चाहिँ त्यस्तो समस्या छैन, एउटै टिचरले होल फिजिक्स पढाइदिन्छ। केमिस्ट्रीमा पनि मैले त्यस्तो समस्या कति देखिया हुन्छु, तर इन्डियातिर चाहिँ होल केमिस्ट्री पढाउने फेरि एउटै टिचर हुन्छ, बायोलोजीको फेरि एउटै टिचर हुन्छ इन्डियातिर, बोटनी जुलोजी पढाउने एउटै सिंगल टिचर हुन्छ। अब यहाँ यस्तो छ, अब यसको लागि तिमीलाई अरु कुनै ट्युसन चाहिएको छ भने त मनोजलाई सम्पर्क गर है। यस सर। कमल सरले त धाइसिन अस्ति मैले बताएको थिएँ। सर सुन्नु न। भन सर, एउटा यसो थियो मोड्युलमा के, सर कुनै बडीलाई भर्टिकली अपवर्ड थ्रो गर्दा त्यो एन्टायर जर्नीको एभरेज स्पिड त्यो कसरी निकालेको बुझिरहेको मोड्युलमा। कति नम्बर क्वेशन छ? पेज नम्बर 36 को पॉइंटमा देखा 5 नम्बर। क्वेशन पढ त पुरा। When a body is thrown vertically upward with initial velocity u under gravity and return to thrower hand, then an average speed for entire trip in upward motion u/2 there sir, root gh/2. So average speed so there.
टोटल डिस्टेन्स बाइ टोटल टाइम टेकन total time. यो त मिलाउनु पर्ने हो केटा यो त यु हो यहाँबाट यहाँ आइदियो त माथिसम्म जान टाइम कति लाग्छ युवाइजी फेरि खस्न कति टाइम लाग्छ युवाइजी ठीक अनि टोटल डिस्टेन्स भनेको h प्लस h हुन्छ हुन्छ 2h हुन्छ 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 सर ल त अब एभरेज स्पिड सोध्यो ल त v एभरेज सोध्यो त 2h डिवाइडेड बाई टोटल टाइम टेकन म लिन्छु ठीक त अब हेर त 2h डिवाइडेड बाई टोटल टाइम त टोटल टाइम भनेको यो पुरै घुम्ने टाइम भनेको 2u/g हो हो सर यो क्यान्सल भयो अब यो h ले तिमीलाई डिस्टर्ब गर्यो होला हैन त h को भ्यालु हाफ gt स्क्वायर बाट गर्न आउँदैन h इक्वल्स टु हाफ gt स्क्वायर अब मैले एउटा h लिया छु को मतलब माथिबाट तल खस्ने h त u/g को स्क्वायर भइदिन्छ त्यो हाफ g अनि u/g को स्क्वायर भइदिएन ए हो सर त v एभरेज भनेको कति भइदियो त h डिवाइडेड बाइ 2 र 2 क्यान्सल थियो ल h को भ्यालु राखौं h को भ्यालु कति छ g/2 इन्टु u स्क्वायर बाइ g स्क्वायर डिवाइडेड बाइ u/g आन्सर कति छ भन त u/g इन्टु एउटा u/g काटिन्छ अर्को gg काटिन्छ एउटा त क्यान्सल भयो यो र यो क्यान्सल भइदियो एउटा gg पनि काटिन्छ सर u/2 हो आन्सर u/2 नै हो ठीक छ सर u/2 भइदियो भयो सर भयो यो के ल यसमा के नै छ र यहाँदेखि यहाँसम्म आयो त व्हाट इज एभरेज स्पीड थ्रू आउट द जर्नी त जाँदाखेरिको h हाइट फर्किँदाखेरिको h टोटल डिस्टेन्स भयो अब टाइम टेकन भनेको यो राउन्ड ट्रिपको टाइम के त अब हाइट निकाल्नु छ त हाइट भनेपछि अपवर्ड मोसनबाट निकाले नि हो डाउनवर्ड मोसनबाट पनि भयो है मैले माथिदेखि तलबाट खसेको मान्दियो भने त हाफ gt स्क्वायर हुन्छ त माथिदेखि तलसम्म खस्दाखेरि एउटा सिंगल हाइट निकाल्दै छु के या त यताको त हाफ g अनि टाइम अफ डिसेन्ट भनेको त u/g हो त u/g को स्क्वायर गर्दियो सर भयो सर अनि हाइट को भ्यालु यहाँ सब्स्टिट्युट गर्दियो एकदम भयो सर ओके ल है त सर थ्यांक यू सर सबैले टेबल याद गरेर आउने भोलि म सोध्छु सुरुको 20 मिनेट खाली टेबलै सोध्छु तिमीहरुलाई यस सर सर